नमस्कार। आफ्नो जीवनमा केही ठुलो गर्ने सपना बोकेर आज यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म हृदयदेखि स्वागत गर्न चाहन्छु। म आदेश खड्का। आज यहाँहरू सबैलाई देख्दा मलाई अत्यन्त खुसी, गर्व र उत्साह महसुस भइरहेको छ। साथीहरू, मानिस जन्मदा गरिब वा धनी भएर जन्मिँदैन। मानिस सफल वा असफल भएर पनि जन्मिँदैन, तर उसले लिने निर्णय, उसले सिक्ने सिप, उसले गर्ने मेहनत र उसले देख्ने सपना अनुसार आफ्नो भविष्य निर्माण गर्दछ। आज तपाईहरू यहाँ उपस्थित हुनुभएको तपाईहरू आफ्नो जीवनमा केही परिवर्तन चाहनुहुन्छ भन्ने प्रमाण हो। सायद यहाँ कोही आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न चाहन्छ, सायद कोही आफ्नो छोराछोरीको भविष्य उज्जवल बनाउन चाहन्छ, सायद कोही आफ्नो जागिरको विकल्प खोज्दै हुनुहुन्छ, सायद कोही आफ्नो सपना पूरा गर्न अतिरिक्त आम्दानीको खोजीमा हुनुहुन्छ र सायद यहाँ उपस्थित धेरै व्यक्तिहरूको मनमा एउटा प्रश्न पनि छ, के म सफल हुन सक्छु? के म पनि आर्थिक स्वतन्त्रता प्राप्त गर्न सक्छु? के म पनि आफ्नो सपना पूरा गर्न सक्छु? मेरो उत्तर छ, अवश्य सक्नुहुन्छ। किनकि सफलता कसैको निजी सम्पत्ति होइन। सफलता त्यो व्यक्तिको हुन्छ जसले सिक्न तयार हुन्छ, काम गर्न तयार हुन्छ र कहिल्यै हार मान्दैन। साथीहरू, आजको हाम्रो विषय छ सेल्स मास्टरी प्रोग्राम। धेरै मानिसहरू सेल्स भन्ने शब्द सुन्न साथ डराउँछन्। उनीहरू सोच्छन्, म बोल्न सक्दिनँ, म कसैलाई बेच्न सक्दिनँ, म सेल्स पर्सन होइन। तर वास्तविकता के हो? हामी सबै जन्मदेखि नै सेल्स गरिरहेका हुन्छौँ। सानो बच्चाले रोएर आफ्नी आमासँग दुध माग्छ, विद्यार्थीले शिक्षकलाई आफ्नो कुरा बुझाउँछ, जागिरको अन्तर्वार्तामा हामी आफैलाई बेचिरहेका हुन्छौँ, व्यापारीले आफ्नो सामान बेचिरहेको हुन्छ। अर्थात् सेल्स भनेको सामान बेच्नु मात्र होइन, सेल्स भनेको विश्वास बेच्नु हो, सेल्स भनेको समाधान दिनु हो, सेल्स भनेको सम्बन्ध निर्माण हो, सेल्स भनेको मानिसको समस्या बुझेर त्यसको समाधान प्रस्तुत गर्नु हो। आज संसारका सबैभन्दा धनी मानिसहरू एउटै कुरामा उत्कृष्ट छन्, कम्युनिकेसन र सेल्स। यदि तपाईँ सेल्स सिक्नुभयो भने तपाईँको जीवन कुनै पनि क्षेत्रमा सफल हुन सक्नुहुन्छ। किनकि पैसा उत्पादनबाट आउँछ, तर उत्पादनको मूल्य सेल्सबाट सिर्जना हुन्छ। साथीहरू, आज म तपाईँलाई एउटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। वाइब्युट नेपाल कुनै विदेशी उत्पादन बेच्ने कम्पनी होइन। हामी नेपाली उत्पादनलाई प्राथमिकता दिने, नेपाली उद्योगलाई समर्थन गर्ने, नेपाली किसानलाई प्रोत्साहन गर्ने र नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियान हो। हामीले बजारमा ल्याएका उत्पादनहरू केवल व्यापारका सामग्री होइनन्, ती उत्पादनहरू हजारौँ नेपाली परिवारका मेहनतका प्रतिफल हुन्। जब तपाईँ वाइबिओको उत्पादन प्रयोग गर्नुहुन्छ, तपाईँ केवल एउटा उत्पादन प्रयोग गरिरहनु भएको हुँदैन, तपाईँ नेपाली उद्योगलाई सहयोग गरिरहनु भएको हुन्छ, तपाईँ नेपाली श्रमिकलाई सहयोग गरिरहनु भएको हुन्छ, तपाईँ नेपालको अर्थतन्त्रलाई बलियो बनाइरहनु भएको हुन्छ। यो केवल व्यापार होइन, यो आत्मनिर्भर नेपालको अभियान हो। साथीहरू, हामीसँग पर्सनल केयर, स्किन केयर, हेयर केयर, हेल्थ केयर, फुड सप्लिमेन्ट लगाएका गुणस्तरीय नेपाली उत्पादनहरू छन्। यी उत्पादनहरू केवल बेच्नका लागि बनाइएका होइनन्, यी उत्पादनहरू मानिसहरूको जीवन स्तर सुधार्नका लागि बनाइएका हुन्। याद राख्नुहोस्, जब उत्पादन राम्रो हुन्छ, सेल्स गर्न दबाब दिनु पर्दैन। जब उत्पादनले परिणाम दिन्छ, ग्राहकहरू आफै ब्रान्ड एम्बेसेडर बन्छ। त्यसैले आजको सेसनमा हामी कसरी प्रभावकारी रूपमा सेल्स गर्ने, कसरी ग्राहकहरूसँग सम्बन्ध बनाउने, कसरी विश्वास जित्ने, कसरी आपत्ति समाधान गर्ने र कसरी ठुलो टिम निर्माण गर्ने भन्ने विषयमा सिक्नेछौँ। साथीहरू, आजको सेसनले तपाईँको जीवन परिवर्तन गर्न सक्छ, तर एउटा शर्त छ, तपाईँ सिक्न तयार हुनुपर्छ। यदि तपाईँ आज यहाँ केवल समय बिताउन आउनुभएको हो भने केही परिवर्तन हुँदैन। तर यदि तपाईँ आफ्नो परिवारको भविष्य बदल्न, आफ्नो आर्थिक अवस्था सुधार्न, आफ्नो सपना पूरा गर्न र आफ्नो जीवनमा नयाँ उचाइमा पुर्याउन आउनुभएको हो भने आजको सेसन तपाईँका लागि अत्यन्त महत्त्वपूर्ण हुनसक्छ। म चाहन्छु कि आज तपाईँ नोट लिनुहोस्, ध्यानपूर्वक सुन्नुहोस्, प्रश्नहरू सोध्नुहोस् र आफूलाई सफल व्यक्तिको रूपमा कल्पना गर्नुहोस्। किनकि सफलता पहिले दिमागमा जन्मिन्छ, त्यसपछि वास्तविकतामा उत्रिन्छ।
आज यहाँ उपस्थित प्रत्येक व्यक्तिमा सफल हुने क्षमता छ। तपाईको वर्तमान अवस्था जे भए पनि, तपाईको बैंक ब्यालेन्स जे भए पनि, तपाईको शिक्षा जे भए पनि, यदि तपाईसँग सपना छ, सिक्ने इच्छा छ र काम गर्ने प्रतिबद्धता छ भने भविष्य तपाईको हुन सक्छ। त्यसैले सम्पूर्ण ऊर्जा, उत्साह र सकारात्मक सोचका साथ आजको सेल्स मास्टरी सेसनको औपचारिक शुभारम्भ गरौँ। सबैजनाले आफ्नो ठाउँबाट जोरदार ताली बजाएर आफूलाई, आफ्नो सपना र आफ्नो उज्जवल भविष्यलाई सम्मान गरौँ। सक्सेस इज नट एन एक्सिडेन्ट, सक्सेस इज अ डिसिजन एन्ड टुडे मे बी द डे द्याट चेन्ज योर लाइफ फर एभर। अब हामी जाउँ द पावर अफ सेल्स। अब हामी पावर अफ सेल्सलाई बुझौँ। सेलिङ इज नट अ प्रोफेसन, इट्स अ वे अफ लाइफ। आँखा बन्द गरेर एकछिन गहिरो रूपमा सोच्नुहोस् त, तपाईँले बिहान उठेदेखि राति नसुतुन्जेलसम्म जति पनि सम्पूर्ण जीवनमा बिक्री सेल्ससँग जोडिएको हुन्छ। तपाईँले प्रयोग गर्ने टुथपेस्ट भयो, टुथब्रस भयो, तपाईँले युज गर्ने सोप भयो, तपाईँले पिउने चिया भयो, खाने फुडहरू भयो, लगाउने कपडाहरू भयो, हातमा समाइरहेको मोबाइल भयो, त्यो मोबाइलमा युज भएको इन्टरनेट भयो, ट्रान्सपोर्टेसन भयो, बेड भयो, यी इत्यादि सबै वस्तुहरू तपाईँमा यत्तिकै आएको होइन। कसैले त्यसलाई उत्पादन गरेको हो, कसैले त्यसलाई प्रचार गरेको हो, कसैले त्यसको विश्वास दिलायो, कसैले सिफारिस गर्यो, कसैले वितरण गर्यो, अन्ततः कसैले बिक्री गर्यो। त्यसैले तपाईँले आज प्रयोग गरिरहेको हरेक वस्तुको पछाडि सेल्सको शक्ति लुकेको हुन्छ। अब एउटा प्रश्न सोच्नुहोस्, यदि संसारमा सेल्सै नहुने हो भने के होला? फ्याक्ट्रीले उत्पादन त गर्ला, तर बिक्री नहुँदा फ्याक्ट्री बन्द हुनेछ। बिजनेसले सेवा त दिनेछ, तर ग्राहक नआउँदा बिजनेस बन्द हुनेछ। कम्पनीले उत्पादन त बनाउनेछ, तर बिक्री नहुँदा कम्पनी नै समाप्त हुनेछ र कम्पनी बन्द भएपछि लाखौँ मानिसहरूको रोजगारी समाप्त हुनेछ। यसकारण सेल्स केवल एउटा काम होइन, सेल्स नै अर्थतन्त्रको मुटु हो, हार्ट अफ इकोनोमी हो। जब सेल्स बढ्छ बिजनेस बढ्छ, बिजनेस बढ्दा रोजगारी बढ्छ, रोजगारी बढ्दा परिवारको जीवनस्तर बढ्छ, जीवनस्तर बढ्दा देशको अर्थतन्त्र बलियो बन्छ। त्यसैले सेल्सले केवल प्रोडक्ट बेच्दैन, सेल्सले सपनाहरू निर्माण गर्छ। सेल्स भनेको वास्तवमा के हो अब हामी त्यो बुझौँ। धेरै मानिसहरू सेल्स भन्न साथ प्रोडक्ट बेच्नु मात्र हो भन्ने सोच्छन्, तर वास्तविकता फरक छ। हेर्नुहोस्, सेल्स भनेको कसैलाई सही जानकारी दिनु हो, सेल्स भनेको समस्या समाधान गर्नु हो, सेल्स भनेको विश्वास निर्माण गर्नु हो, सेल्स भनेको मानिसलाई निर्णय लिन सहयोग गर्नु हो। जब तपाईँ साथीलाई राम्रो रेस्टुरेन्ट सिफारिस गर्नुहुन्छ, जब तपाईँ साथीलाई राम्रो रेस्टुरेन्ट रिकमेन्ड गर्नुहुन्छ, तपाईँ सेल्स गर्दै हुनुहुन्छ। जब तपाईँ कसैलाई राम्रो स्कुल वा कलेज रिकमेन्ड गर्नुहुन्छ, तपाईँ सेल्स गर्दै हुनुहुन्छ। जब तपाईँ आफ्नो विचार अरूलाई स्वीकार गराउन खोज्नुहुन्छ, तपाईँ सेल्स गर्दै हुनुहुन्छ। जब तपाईँ जब इन्टरभ्यूमा आफूलाई योग्य साबित गर्नुहुन्छ, तपाईँ आफैलाई सेल गर्दै हुनुहुन्छ। जब विद्यार्थीले शिक्षकलाई आफ्नो प्रोजेक्ट राम्रो छ भनेर विश्वास दिलाउँछ, त्यो पनि सेल्स हो। जब नेता जनतालाई आफ्नो भिजनमा विश्वास दिलाउँछ, त्यो पनि सेल्स हो। जब बच्चाले आमा बुबासँग कुनै कुरा माग्छ, त्यो पनि सेल्स हो। सत्य के हो भने लाइफ इज सेल्स एन्ड सेल्स इज लाइफ। अब हामी बुझौँ डाइरेक्ट सेलिङ किन शक्तिशाली छ। परम्परागत व्यापारहरूमा प्रोडक्ट फ्याक्ट्रीबाट होलसेलर, डिस्ट्रिब्युटर, रिटेलर हुँदै ग्राहकसम्म पुग्छ। बिचमा धेरै लेयरहरू हुन्छ, तर डाइरेक्ट सेलिङमा प्रोडक्ट सिधै ग्राहकसम्म पुग्छ। यसले दुईवटा ठुलो फाइदा दिन्छ। पहिलो, ग्राहकले प्रोडक्टको वास्तविक जानकारी पाउँछ। दोस्रो, सामान्य व्यक्तिहरूले पनि व्यवसायको अवसर प्राप्त गर्छ। यसैले डाइरेक्ट सेलिङ केवल प्रोडक्ट बेच्ने माध्यम होइन, यो साधारण मानिसलाई अन्टरप्रेनर बनाउने प्लेटफर्म हो। आज संसारका लाखौँ मानिसहरूले डाइरेक्ट सेलिङ मार्फत आफ्नो आर्थिक अवस्था परिवर्तन गरेका छन्। किनभने यहाँ केवल प्रोडक्ट मात्र हुँदैन, पर्सनल ग्रोथ हुन्छ, लिडरसिप डेभलपमेन्ट हुन्छ, कम्युनिकेसन स्किल विकास हुन्छ, कन्फिडेन्स बढ्छ र इन्कमको नयाँ अवसर सिर्जना हुन्छ। आजको सेसन पछि एउटा कुरा कहिल्यै नबिर्सिनुहोस्, तपाईँ सेल्समा हुनुहुन्छ वा हुनुहुन्न भन्ने प्रश्न नै गलत हो। किनभने हरेक व्यक्ति सेल्समा छ। प्रश्न केवल यति हो कि तपाईँ प्रोफेसनल रूपमा सेल्स गर्न जान्दै हुनुहुन्छ,
प्रोफेसनल्स रूपमा सेल्स गर्दै हुनुहुन्छ, किनकि सेल्स सिक्ने व्यक्तिले इन्कम बढाउन सक्छ, सेल्स मास्टर गर्ने व्यक्तिले बिजनेस बनाउन सक्छ, सेल्सलाई प्रेम गर्ने व्यक्तिले आफ्नो जीवन नै परिवर्तन गर्न सक्छ। याद राख्नुहोस्, नथिङ ह्यापेन्स अन्टिल समवान सेल्स। र द हाइएस्ट पेड पिपुल इन द वर्ल्ड आर नट नेसेसरली द हार्डेस्ट वर्कर, दे आर अफन द बेस्ट कम्युनिकेटर्स, इन्फ्लुएन्सर्स एन्ड सेल्स पिपुल। त्यसैले आजदेखि सेल्सलाई केवल एउटा कामको रूपमा होइन, जीवन परिवर्तन गर्ने कला, लाइफ चेन्जिङ स्किलको रूपमा हेर्न सुरु गर्नुहोस्। फ्रम द स्टोन एज टु द डिजिटल एज। हेरौँ अब स्टोन एजदेखि डिजिटल एजसम्मको कुरा हेरौँ, कसरी स्टोन एजबाट हामी डिजिटल एजमा आयो। द पावर अफ सेल्स। अब म तपाईँहरूलाई एउटा रोचक यात्रामा लैजान चाहन्छु। आज हामी आधुनिक संसारमा बसेका छौँ, हाम्रो हातमा स्मार्टफोन छ, हामी इन्टरनेट प्रयोग गर्छौँ, हामी अनलाइन सपिङ गर्छौँ, हामी जहाजमा यात्रा गर्छौँ, हामी आर्टिफिसियल इन्टेलिजेन्स एआईको युगमा छौँ। तर एकछिन सोच्नुहोस्, मानव सभ्यताको यहाँसम्म कसरी आइपुग्यो? के केवल आविष्कार इन्भेन्सनले, के केवल विज्ञान साइन्सले, के केवल प्रविधि टेक्नोलोजीले? उत्तर हो होइन। किनभने कुनै पनि आविष्कार तबसम्म संसारमा परिवर्तन गर्न सक्दैन जबसम्म त्यो मानिसहरूसम्म पुग्दैन, र मानिसहरूसम्म पुर्याउने काम कसले गर्छ त? सेल्सले गर्दछ। स्टोन एजबाट सुरु भएको सेल्स जब मानिसहरू स्टोन एजमा थिए, त्यति बेला पैसा थिएन तर व्यापार थियो। कसैसँग राम्रो ढुङ्गा थियो, कसैसँग जनावरहरूको छाला थियो, कसैसँग खाना थियो, उनीहरूले वस्तु साटासाट ब्याटर सिस्टम गर्थे। तिमी मलाई यो देऊ, म तिमीलाई त्यो दिन्छु। त्यो नै बिक्रीको पहिलो रूप थियो, त्यो नै सेल्सको जन्म थियो। अनि त्यसपछि आयो एग्रिकल्चर एज। मानिसहरूले खेती गर्न सिके, कसैले धेरै अन्न उत्पादन गर्यो, कसैले पशुपालन गर्यो, कसैले उपकरण बनायो। अब उनीहरूलाई आफ्नो उत्पादन अरूसम्म पुर्याउन आवश्यक भयो। त्यसैले व्यापार बढ्न थाल्यो, व्यापार बढेसँगै सेल्स बढ्यो, सेल्स बढेसँगै गाउँहरू सहर बन्न थाले, सहरहरू राज्य बने, राज्यहरू शक्तिशाली राष्ट्र बने। अब आउँछ एग्रिकल्चर एज पछि इन्डस्ट्रियल रिभोल्युसन। 18औं शताब्दीमा 1800 एडीमा फ्याक्ट्रीहरू बने, मेसिनहरूले हजारौं गुणा बढी उत्पादन गर्न थाल्यो। तर एउटा ठुलो समस्या आयो, प्रोडक्ट त धेरै बन्यो तर बेच्ने कसले? त्यो बेला सेल्सको महत्त्व झन् बढ्यो। कम्पनीहरूले सेल्स टिम बनाउन थाले, मार्केटिङ सुरु भयो, डिस्ट्रिब्युसन नेटवर्क बन्यो र संसारले औद्योगिक क्रान्तिको वास्तविक फाइदा पाउन थाल्यो। मोडर्न बिजनेस एरा, कार बन्यो, टिभी बन्यो, कम्प्युटर बन्यो, मोबाइल बन्यो, इन्टरनेट बन्यो। तर सोच्नुहोस्, यदि कसैले मानिसहरूलाई कारको फाइदा नबुझाएको भए, यदि कसैले मानिसलाई कम्प्युटरको उपयोगिता नदेखाएको भए, यदि कसैले इन्टरनेटको महत्त्व नबुझाएको भए, के आज संसार यस्तो हुन्थ्यो? कहिले हुँदैन थियो। किनभने इनोभेसनले प्रोडक्ट बनाउँछ तर सेल्सले इनोभेसनलाई संसारभर फैलाउँछ। डिजिटल एरा, आज तपाईँ र हामी बाँचिरहेको एरा, हामी डिजिटल एरामा छौँ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एआई, ई कमर्स, यी सबै विश्वभर पुगेका छन्। किनभने कसैले तिनको भ्यालु मानिसहरूलाई बुझायो, कसैले विश्वास निर्माण गर्यो, कसैले रिकमेन्डेसन गर्यो, कसैले मार्केट विस्तार गर्यो। त्यो सबै सेल्सको परिणाम हो। एउटा शक्तिशाली सत्य मानव इतिहासलाई हेर्ने हो भने एउटा कुरा स्पष्ट देखिन्छ। स्टोन एजबाट एग्रिकल्चर एज, एग्रिकल्चर एजबाट इन्डस्ट्रियल एज, इन्डस्ट्रियल एजबाट इन्फर्मेसन एज, इन्फर्मेसन एजबाट आर्टिफिसियल एज। हरेक युगको विकासको पछाडि एउटा साझा शक्ति छ, एक्सचेन्ज, ट्रेड अनि सेल्स। किनभने जब मानिसहरूले मूल्य साटासाट गर्न सिके, व्यापार जन्मियो। जब व्यापार जन्मियो, अर्थतन्त्र जन्मियो। जब अर्थतन्त्र जन्मियो, सभ्यता विकासित भयो। अन्तिम सन्देश आज म तपाईलाई यो टपिकमा दिन चाहन्छु। हामी प्रयोग गर्ने हरेक टेक्नोलोजी, हरेक बिजनेस, हरेक ब्रान्ड, हरेक कम्पनी, हरेक इकोनोमी कुनै न कुनै सेल्सको आधारमा निर्माण भएको हो। त्यसैले सेल्स भनेको प्रोडक्ट बेच्ने मात्र काम होइन। सेल्स भनेको मानव सभ्यतालाई अगाडि बढाउने शक्ति हो। सेल्स भनेको प्रगतिको इन्जिन हो। सेल्स भनेको अवसर सिर्जना गर्ने माध्यम हो। र याद गर्नुहोस् साथीहरू, याद राख्नुहोस् मित्रहरू, विथआउट सेल्स देयर इज नो बिजनेस, विथआउट बिजनेस देयर इज नो इकोनोमी, विथआउट इकोनोमी देयर इज नो एनी डेभलपमेन्ट। त्यसैले यदि तपाईँ सेल्स सिक्नुहुन्छ भने तपाईँ केवल पैसा कमाउन सिकिरहनु भएको छैन, तपाईँ मानव इतिहासलाई अगाडि बढाएको सबैभन्दा शक्तिशाली सिप सिकिरहनु भएको छ। एभ्री पर्सन इन दिस वर्ल्ड इज अ सेल्स पर्सन। अब हामी जान्छौँ यो टपिकमा।
अब म तपाईहरूलाई एउटा अत्यन्तै शक्तिशाली सत्य बताउन चाहन्छु। धेरै मानिसहरू भन्ने गर्छन् म सेल्समा छैन, तर वास्तविकता के हो भने यस संसारमा सेल्स नगर्ने एकजना पनि व्यक्ति छैन। हो, तपाईँले सही भन्नुभयो। मानिसहरूले बुझुन् वा नबुझुन्, स्वीकार गरून् वा नगरून्, हरेक व्यक्ति कुनै न कुनै रूपमा सेल्स गरिरहेको हुन्छ। किनभने सेल्स भनेको केवल प्रोडक्ट बेच्नु होइन। सेल्स भनेको आफ्नो विचार, आफ्नो मूल्य, आफ्नो ज्ञान, आफ्नो क्षमता र आफ्नो प्रभाव अरूलाई स्वीकार गराउनु हो। एक शिक्षक कक्षा कोठामा उभिएर विद्यार्थीहरूलाई ज्ञानको महत्त्व बुझाइरहेको हुन्छ। उहाँ केवल पढाइरहनु भएको हुँदैन, उहाँ ज्ञान बेचिरहनु भएको हुन्छ। एक डाक्टरले बिरामीलाई उपचारमा विश्वास दिलाउँछ, उहाँ केवल औषधि लेखिरहनु भएको हुँदैन, उहाँ विश्वास बेचिरहनु भएको हुन्छ। एक वकिलले आफ्नो तर्क र सल्लाहमा ग्राहकहरूलाई विश्वस्त बनाउँछ, उहाँ कानुन सेवा मात्र दिइरहनु भएको हुँदैन, उहाँ आफ्नो एक्सपर्टिज बेचिरहनु भएको हुन्छ। एक गायकले गीत गाउँछ, उहाँ केवल शब्द गाइरहनु भएको हुँदैन, उहाँ भावना बेचिरहनु भएको हुन्छ। एक कलाकारले चित्र कोर्छ, उहाँ केवल रङ बेचिरहनु भएको हुँदैन, उहाँ आफ्नो सिर्जना र दृष्टिकोण बेचिरहनु भएको हुन्छ। एक राजनीतिज्ञले जनता सामु आफ्नो भिजन प्रस्तुत गर्छ, आफ्नो मिसन प्रस्तुत गर्छ, उहाँ केवल भाषण दिइरहनु भएको हुँदैन, उहाँ आफ्नो सोच र नेतृत्व बेचिरहनु भएको हुन्छ। एक विद्यार्थीले जब इन्टरभ्यूमा जान्छ, उसले कम्पनीलाई के भन्छ? म योग्य छु, म काम गर्न सक्छु, म तपाईँको कम्पनीको लागि मूल्यवान व्यक्ति हो भन्न सक्छ। त्यो के हो? त्यो आफैले उसले के गरिरहेको छ त? सेल्स गरिरहेको छ। एक कर्मचारीले आफ्नो समय, सिप, अनुभव र क्षमता कम्पनीलाई दिन्छ, बदला स्वरूप तलब प्राप्त गर्छ, त्यो पनि सेल्स हो। एक व्यवसायीले प्रोडक्ट बेचिरहेको हुन्छ, तर एक कर्मचारीले आफ्नो स्किल बेचिरहेको हुन्छ, एक नेता भिजन बेचिरहेको हुन्छ, एक शिक्षक नलेज बेचिरहेको हुन्छ, एक डाक्टर ट्रस्ट बेचिरहेको हुन्छ, एक अभिभावकले आफ्नो छोराछोरीलाई सही बाटोमा हिँड्न इन्फ्लुएन्स गरिरहेको हुन्छ, त्यो पनि सेल्स नै हो। वास्तविकता के हो? यदि तपाईँ कसैलाई कुनै कुरा स्वीकार गराउन खोज्दै हुनुहुन्छ भने तपाईँ सेल्स गर्दै हुनुहुन्छ। यदि तपाईँ कसैलाई आफ्नो विचारमा सहमत गराउन खोज्दै हुनुहुन्छ भने तपाईँ सेल्स गर्दै हुनुहुन्छ। यदि तपाईँ कसैलाई एक्सन लिन प्रेरित गर्दै हुनुहुन्छ भने तपाईँ सेल्स गर्दै हुनुहुन्छ। किनभने सेल्सको मूल अर्थ हो इन्फ्लुएन्सिङ पिपुल टु मेक डिसिजन। त्यसैले प्रश्न यो होइन कि तपाईँ सेल्समा हुनुहुन्छ कि हुनुहुन्न, प्रश्न यो हो कि तपाईँ सेल्समा कति राम्रो हुनुहुन्छ। लाइफ स्किल, नट जस्ट अ प्रोफेसन। धेरै मानिसहरूले सेल्सलाई केवल एउटा जब वा प्रोफेसनको रूपमा हेर्छन्, तर वास्तवमा सेल्स एउटा लाइफ स्किल हो, कम्युनिकेसन स्किल हो, प्रेजेन्टिङ स्किल, रिलेसनसिप बिल्डिङ स्किल, लिडरसिप स्किल, नेगोसिएसन स्किल, कन्फिडेन्स स्किल। यी सबै सेल्सका आधार स्तम्भ हुन् र जसले सिपहरूमा मास्टरी हासिल गर्छ उनीहरूले केवल राम्रो सेल्स पर्सन मात्र बन्दैनन्, उनीहरू राम्रो लिडर बन्छन्, राम्रो अन्टरप्रेनर बन्छन्, राम्रो म्यानेजर बन्छन्, राम्रो मेन्टर बन्छन् र जीवनका हरेक क्षेत्रमा प्रभावशाली व्यक्ति बन्छन्। अन्तिम सन्देश म तपाईँलाई अहिले दिन चाहन्छु, याद राख्नुहोस्, सबैभन्दा धेरै कमाउने व्यक्ति सधैँ सबैभन्दा धेरै मेहनत गर्ने व्यक्ति नहुन सक्छ, तर धेरै जसो अवस्थामा सबैभन्दा धेरै प्रभाव पार्ने, राम्रो कम्युनिकेसन गर्ने र राम्रो मानिसहरूलाई प्रेरित गर्न सक्ने व्यक्ति नै सबैभन्दा सफल हुन सक्छ। किनभने एभ्री पर्सन इज अ सेल्स पर्सन। तपाईँ प्रोडक्ट बेच्नुहोस् वा नबेच्नुहोस्, तपाईँ हरेक दिन आफ्नो विचार, आफ्नो विश्वास, आफ्नो क्षमता र आफ्नो व्यक्तित्व बेचिरहनु भएको हुन्छ। त्यसैले सेल्स सिक्नु भनेको केवल पैसा कमाउन सिक्नु होइन, सेल्स सिक्नु भनेको मानिससँग जोडिन, विश्वास निर्माण गर्न, प्रभाव सिर्जना गर्न र जीवनमा सफल हुन सिक्नु हो। इफ यु क्यान नट सेल अ प्रोडक्ट यु क्यान स्टिल सर्भाइभ, बट इफ यु क्यान नट सेल योर आइडियाज, योर भिजन, योर भ्यालु एन्ड योर सेल्फ, सक्सेस बिकम्स भेरी डिफिकल्ट बिकज एभ्री पिपुल इन दिस वर्ल्ड इज अ सेल्स पर्सन। अब हामी आज फेरि अर्को कुरा बुझ्छौँ। पिपुल आर बाइङ एभ्रिथिङ। मानिसहरूले के गरिरहेको छ त? जे चिज पनि खरिद गरिरहेको छ। अब म तपाईँहरूलाई एउटा साधारण तर जीवनमा परिवर्तन गर्ने प्रश्न सोध्न चाहन्छु। आज बिहान उठेदेखि अहिलेसम्म तपाईँले कतिवटा वस्तु र सेवाहरू प्रयोग गर्नुभयो भन्नु त? सोच्नु त, एकछिन सोच्नुहोस्। तपाईँले पानी पिउनुभयो, खाना खानुभयो, साबुन प्रयोग गर्नुभयो, कपडा लगाउनुभयो, मोबाइल चलाउनुभयो, इन्टरनेट प्रयोग गर्नुभयो, बिजुली प्रयोग गर्नुभयो, सवारी साधन चढ्नुभयो, शिक्षा लिनुभयो वा काम गर्नुभयो। यी मध्ये कुन कुरा निःशुल्क थियो? लगभग केही पनि होइन। चारैतिर ध्यान दिएर हेर्नुहोस्, मानिसहरूले हरेक दिन खाना किनिरहेका छन्,
पानी किनिरहेका छन्, कपडा किनिरहेका छन्, जुत्ता किनिरहेका छन्, स्किन केयरको प्रोडक्ट किनिरहेका छन्, औषधिहरू किनिरहेको छ, ट्रान्सपोर्टेसन सर्भिसहरू किनिरहेका छन्, इन्टरनेट सर्भिस किनिरहेको छन्, इलेक्ट्रिसिटी किनिरहेका छन्, एजुकेसनमा पनि लगानी गरिरहेका छन्, इन्टरटेनमेन्टमा पनि पैसा खर्च गरिरहेका छन्। घर, जग्गा, गाडी, स्वास्थ्य, सुरक्षा, सुविधा, आराम, सपना सबै कुरा बाइङ र सेलिङसँग जोडिएको छ, हो कि होइन? साँचो अर्थमा भन्ने हो भने तपाईँ अहिले सास फेर्दै हुनुहुन्छ, त्यो अक्सिजन बाहेक तपाईँको जीवनका अधिकांश आवश्यकताहरू किनेर बेचेर अथवा किनबेच प्रणालीसँग जोडिएका छन्। एउटा शक्तिशाली सत्य धेरै मानिसहरू भन्छन् बजारमा डिमान्ड छैन, तर वास्तविकता के हो? मानिसहरूले आज पनि किनिरहेका छन्, हिजो पनि किनिरहेका थिए, भोलि पनि किन्नेछन्। मानिसहरूलाई सधैँ खाना चाहिन्छ, स्वास्थ्य चाहिन्छ, सौन्दर्य चाहिन्छ, सुविधा चाहिन्छ, शिक्षा चाहिन्छ, प्रविधि चाहिन्छ, राम्रो जीवन चाहिन्छ। त्यसैले समस्या डिमान्डको अभाव होइन, डिमान्ड त पहिलेदेखि नै छ। वास्तविक अवसर कहाँ छ? धेरै मानिसहरू नयाँ डिमान्ड खोज्न दौडिएका छन्। तर सफल मानिसहरूले के गर्छन्? उनीहरूले पहिले नै रहेको डिमान्डलाई सेवा दिन्छन्। जहाँ मानिसहरू खर्च गरिरहेका छन् त्यहाँ अवसर छ, त्यहाँ मानिसहरू समस्या समाधान खोजिरहेका छन्, त्यहाँ अवसर छ। जहाँ मानिसहरू दैनिक रूपमा पैसा खर्च गरिरहेका छन् त्यहाँ व्यवसायको सम्भावना छ। त्यसैले सफल व्यवसायहरू, सफल व्यवसायका मालिकहरू मानिसहरूलाई जबरजस्ती किनाउन खोज्दैनन्, उनीहरूले मानिसहरूलाई चाहिएको कुरा उपलब्ध गराउँछन्। बायर कि सेलर? अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, तपाईँ जीवनभर के बन्न चाहनुहुन्छ? केवल बायर वा सेलर पनि? किनकि बायरले पैसा खर्च गर्छ, सेलरले मूल्य सिर्जना गरेर पैसा कमाउँछ। बायरले उत्पादन प्रयोग गर्छ, सेलरले उत्पादनको माध्यमबाट अवसर सिर्जना गर्छ। बायरले बजारलाई समर्थन गर्छ, सेलरले बजार निर्माण गर्छ। ध्यान दिनुहोस्, हरेक दिन करोडौँ मानिसहरूले पैसा खर्च गरिरहेका छन्, तर ती पैसाको प्रभाव अन्ततः कसको खातामा पुग्छ? त्यस व्यक्तिको जसले सल्युसन दिएको छ, जसले प्रोडक्ट दिएको छ, जसले सर्भिस दिएको छ, जसले भ्यालु दिएको छ। डाइरेक्ट सेलिङको दृष्टिकोण यही कारणले डाइरेक्ट सेलिङ यति शक्तिशाली छ किनभने यसले तपाईलाई नयाँ डिमान्ड सिर्जना गर्न सिकाउँछ। यसले तपाईलाई मानिसहरूले पहिले नै प्रयोग गरिरहेका, चलिरहेका र किनिरहेका वस्तु तथा सेवाहरूको बजारसँग जोडिन सिकाउँछ। मानिसहरू आज पनि दैनिक उपयोगका वस्तुहरू किनिरहेका छन्। प्रश्न केवल यति हो, त्यो किनबेचको प्रक्रियाबाट फाइदा कसले लिइरहेको छ? आजदेखि एउटा नयाँ दृष्टिकोण राख्नुहोस्। जब तपाईँ बजार हेर्नुहुन्छ, डिमान्डको कमी नहेर्नुहोस्, डिमान्डको विशालता हेर्नुहोस्। किनकि संसारमा अरबौं मानिसहरू हरेक दिन केही न केही किनिरहेका छन् र जीवन परिवर्तन गर्ने प्रश्न यही हो कि म जीवनभर केवल ग्राहक बायर भएर बस्नेछु कि मूल्य प्रदान गर्ने व्यक्ति सेलर बनेर अवसरको हिस्सा पनि लिनेछु। याद राख्नुहोस्, जहाँ बाइङ भइरहेको छ त्यहाँ सेलिङको अवसर हुन्छ, जहाँ डिमान्ड छ त्यहाँ इन्कम छ र जहाँ भ्यालु छ त्यहाँ सक्सेस छ। संसारका सबै मानिसहरू हरेक दिन केही न केही किनिरहेका छन्। सफल व्यक्तिहरूले एउटा कुरा चाँडै बुझ्छन्, पैसा बायरबाट सेलरतिर बगिरहेको हुन्छ। त्यसैले प्रश्न डिमान्ड छ कि छैन भन्ने होइन, प्रश्न तपाईँ डिमान्डको कुरा पक्षमा उभिरहनु भएको छ भन्ने हो। वाइ डेली युज प्रोडक्ट क्रिएट म्यासिभ बिजनेस? अब म तपाईँलाई यो बुझाउन चाहन्छु। अब व्यवसायको एउटा अत्यन्तै महत्त्वपूर्ण सिर्जना बुझौँ। धेरै मानिसहरू व्यवसाय सुरु गर्दा उत्पादनहरूको मूल्य हेर्छन्, तर सफल व्यवसायहरूले अर्को कुरा हेर्छन्, यो उत्पादन मानिसहरूले कति पटक किन्छन्। किनभने व्यवसायको वास्तविक शक्ति उत्पादनको मूल्यमा होइन, रिपिट पर्चेज, बारम्बार हुने खरिदमा लुकेको हुन्छ। दुई प्रकारका उत्पादनहरू भेट्नुहुन्छ तपाईँले मार्केटमा। एउटा तपाईँले भेट्नुहुन्छ अकेजनल पर्चेज प्रोडक्ट, कहिलेकाहीँ किनिने उत्पादनहरू भेट्नुहुन्छ। उदाहरण भयो कार भयो, बाइक भयो, टिभी भयो, वासिङ मेसिनहरू भयो, ल्यापटपहरू भयो, रेफ्रिजरेटरहरू भयो, एक्सपेन्सिभ मोबाइल फोनहरू भयो। यी उत्पादनहरू महत्त्वपूर्ण र मूल्यवान हुन्छन्। तर एउटा प्रश्न सोधौँ, एक व्यक्तिले वर्षमा कतिवटा कार किन्छ? सायद एउटा पनि होइन। कतिवटा बाइक किन्छ? सायद 5-10 वर्षमा एक पटक किन्छ। कति पटक ल्यापटप किन्छ? सायद 3 देखि 5 वर्षमा एक पटक किन्छ। कतिवटा मोबाइल फोन किन्छ? सायद 2-3 वर्षमा एकवटा किन्छ। यसको अर्थ ग्राहक त छ, तर खरिदको अवृद्धि फ्रिक्वेन्सी धेरै कम छ। यसले व्यवसायलाई ठुलो बनाउन समय लाग्छ, किनकि ग्राहकले तपाईलाई बारम्बार खोज्दैन।
एउटा सरल उदाहरण हेरौँ। मानौ तपाईले 100 जना ग्राहकलाई एउटा बाइक बेच्नुभयो, तपाईले राम्रो आम्दानी गर्नुभयो, तर अब अर्को बिक्री कहिले हुन्छ? सायद 5 वर्षपछि। यथार्थ ग्राहकहरूसँग सम्बन्ध छ तर नियमित कारोबार छैन। त्यसैले यस्तो व्यवसायमा बिक्री ठुलो हुन सक्छ तर बिक्री दोहोरिने गति कम हुन्छ। अब सोच्नुहोस्, यदि कुनै उत्पादन मानिसहरूले हरेक दिन प्रयोग गर्छन् भने, यदि कुनै उत्पादन सकिन्छ र फेरि किन्नुपर्छ भने, यदि ग्राहकले एकै पटक होइन महिनै पछि, हप्तै पछि वा बारम्बार किन्छ भने त्यो व्यवसायको शक्ति कति ठुलो होला। त्यहीबाट सुरु हुन्छ। अब बुझौँ हामी डेली युज प्रोडक्ट, जुन चाहिँ मैले ठुलो व्यवसायको कुरा गरेँ। अब डेली युज प्रोडक्टको वास्तविकता साम्राज्य किन भन्ने व्यवसायमा सबैभन्दा ठुलो कुरा एक पटकको बिक्री होइन, रिपिट सेल्स हो। एक पटक ग्राहक बनाउनु राम्रो कुरा हो, तर त्यही ग्राहक बारम्बार फर्केर आउनु त्यो नै ठुलो व्यवसायको आधार हो। व्यवसायको स्वर्ण नियम, द मोस्ट पावरफुल बिजनेस इज नट build on one time customer, it is build on repeat customers। त्यसैले संसारका धेरै ठुला उद्योगहरू कस्ता कस्ता खालका हुन्छन्? फुडका हुन्छन्, पर्सनल केयरका हुन्छन्, हेल्थ एन्ड वेलनेसका हुन्छन्, होम केयरका हुन्छन्, डेली कन्जम्पसन प्रोडक्टका हुन्छन्। यस्ता यस्तामा आधारित भएका फ्याक्ट्रीहरू ठुला हुन्छन्, किनकि मानिसहरूले ती उत्पादनहरू बारम्बार प्रयोग गर्ने गर्छन्, बारम्बार युज गर्ने गर्छन्, बारम्बार किन्छन्, बारम्बार खरिद गरिरहन्छन्। त्यसलाई है बारम्बार कारोबार हुन्छ। यी प्रोडक्टहरूको दीर्घकालीन व्यवसाय निर्माण हुन्छ यस्ताको है। व्यवसायको आकार उत्पादनको मूल्यले मात्र निर्धारण गर्दैन, उत्पादन कति पटक किनिन्छ भन्ने कुराले निर्धारण गर्छ। कारले ठुलो प्रफिट दिन सक्छ तर टुथपेस्टले ठुलो मार्केट दिन सक्छ। मोबाइलले एक पटक आम्दानी दिन सक्छ तर डेली युज प्रोडक्टले वर्षौंसम्म निरन्तर कारोबार दिन सक्छ। त्यसैले सफल व्यवसायहरू सधैँ एउटा प्रश्न सोध्छन्, मानिसहरूले यो उत्पादन कति पटक किन्छन्? किनभने जहाँ रिपिट पर्चेज हुन्छ त्यहाँ रिपिट इन्कम हुन्छ, जहाँ रिपिट इन्कम हुन्छ त्यहाँ सस्टेनेबल बिजनेस हुन्छ, र जहाँ सस्टेनेबल बिजनेस हुन्छ त्यहीँबाट म्यासिभ बिजनेस निर्माण हुन्छ। व्यवसायमा ठुलो कुरा उत्पादन महँगो हुनु होइन, उत्पादन बारम्बार किनिनु हो। एक पटक बेचेर आम्दानी गर्न सकिन्छ तर बारम्बार बेचेर सम्पत्ति निर्माण गर्न सकिन्छ। वाइ मेनी पिपुल फेयर सेयर है। अब म तपाईलाई बुझाउँछु धेरै मानिसहरू सेल्सबाट चाहिँ किन डराउँछन्। अब एउटा प्रश्न सोधौँ, म तपाईलाई सोध्छु, यदि सेल्स यदि शक्तिशाली सिप हो, यदि सेल्सले व्यवसाय बनाउँछ, यदि सेल्सले इन्कम बढाउँछ, यदि सेल्सले लिडरसिप विकास गर्छ भने किन धेरै मानिसहरू सेल्स गर्न डराउँछन्? उत्तर सेल्स होइन, उत्तर मानिसको मनोविज्ञान, साइकोलोजी हो। धेरै मानिसहरू प्रोडक्ट बेच्न डराउँदैनन्, उनीहरू वास्तवमा डराउँछन् रिजेक्सनबाट, अरूले के भन्ला भन्ने सोचबाट, कन्फिडेन्सको कमीबाट, फेलरको डरबाट, पब्लिक स्पिकिङको डरबाट, जजमेन्टको डरबाट, सबैभन्दा ठुलो डर नो सुन्न। धेरै मानिसहरूले सेल्स गर्नु अघि नै मनमा सोध्छन्, यदि उसले मानेन भने, यदि उसले नाइ भन्यो भने, यदि उसले हाँस्यो भने, यदि उसले आलोचना गर्यो भने, र यही डरले गर्दा धेरै मानिसहरू अवसर सुरु गर्नु अघि नै रोक्छन्। तर एउटा सत्य बुझ्नुपर्छ, नो भनेको तपाईँको उत्पादनको अन्त्य होइन, नो भनेको केवल त्यो क्षणको निर्णय हो, नो भनेको सिकाइको अवसर हो, नो भनेको सुधार गर्ने सङ्केत हो। बच्चा हिँड्दा कसरी हिँड्न सिक्छ त? ऊ एउटा बच्चालाई सम्झनुहोस्, जब उसले पहिलो पटक हिँड्न खोज्छ ऊ लडिरहन्छ, फेरि उठिरहन्छ, ऊ लड्छ, फेरि उड्छ, लड्छ, उड्छ, यो उसको के भइरहेको छ त? पटक पटक दोहोरिरहेछ। यदि बच्चाले पहिलो पटक लड्दा नै निर्णय गरेको भए अब म कहिल्यै हिँड्दिनँ, के ऊ आज हिँड्न सक्थ्यो? पक्कै सक्दैन थियो। हामी सबै हिँड्न सिक्नु अघि 100 पटक लडेका हुन्छौँ, तर किनभने हामीले लडाइँलाई फेलर मानेनौँ, त्यसलाई लर्निङ प्रोसेस मान्यौँ। सेल्स पनि बिल्कुल त्यस्तै हो, रिजेक्सन फेलर होइन। धेरै मानिसहरूले रिजेक्सनलाई फेलर ठान्छन् तर सफल मानिसहरूले रिजेक्सनलाई फिडब्याक ठान्दछन्। हरेक नोले तपाईँलाई केही सिकाउँछ, कसरी राम्रो कम्युनिकेसन गर्ने, कसरी राम्रो क्वेसन गर्ने, कसरी मानिसहरूको आवश्यकता बुझ्ने, कसरी प्रेजेन्टेसन सुधार गर्ने, कसरी रिलेसनसिप निर्माण गर्ने, कसरी आफ्नो कन्फिडेन्स बढाउने। त्यसैले रिजेक्सन फेलर होइन, रिजेक्सन एजुकेसन हो। सफल सेल्स पर्सनको कथा आज संसारका उत्कृष्ट सेल्स पर्सन, अन्टरप्रेनर्स र लिडरलाई हेर्नुहोस्, के उनीहरू कहिले रिजेक्ट भएका थिएनन् र? भएका थिए नि त, धेरै पटक भएका थिए, तर उनीहरू र
अरू बीच फरक के थियो? अरू मानिसहरू रिजेक्सन पछि रोकिन्थे, उनीहरू भने रिजेक्सन पछि अझ झन् धेरै सिक्न चाहन्थे। अरू मानिसहरू नो सुनेर हार मान्थे, अरू भने नोलाई अर्को यसतिरको एउटा पाइला मान्थे। सेल्सले क्यारेक्टर बनाउँछ, सेल्स केवल पैसा कमाउने माध्यम होइन, सेल्सले व्यक्तित्व निर्माण गर्छ, सेल्सले तपाईँलाई साहसी बनाउँछ, सेल्सले तपाईँलाई मानिसहरूसँग बोल्न सिकाउँछ, सेल्सले तपाईँलाई आत्मविश्वासी बनाउँछ, सेल्सले तपाईँलाई समस्या समाधानकर्ता बनाउँछ, सेल्सले तपाईँलाई लिडर बनाउँछ। त्यसैले धेरै जसो सफल लिडरको पृष्ठभूमि हेर्नुहोस्, उनीहरूले कुनै न कुनै रूपमा सेल्स गरेका हुन्छन्, किनभने सेल्सले मानिसलाई व्यवहार गर्न सिकाउँछ। यदि तपाईँ सेल्सबाट डराउनुहुन्छ भने याद राख्नुहोस्, तपाईँ सेल्सबाट डराइरहनु भएको छैन, तपाईँ रिजेक्सनबाट डराइरहनु भएको छ। र यदि तपाईँ रिजेक्सनलाई स्वीकार गर्न सिक्नुभयो भने सेल्स तपाईँको सबैभन्दा ठुलो शक्ति बन्न सक्छ, किनकि हरेक नोले तपाईँलाई एउटा नयाँ पाठ सिकाउँछ, हरेक रिजेक्सनले तपाईँलाई बलियो बनाउँछ र हरेक चुनौतीले तपाईँलाई भविष्यको लिडर बनाउँछ। याद राख्नुहोस्, विनर आर नट पिपल who never get rejected. Winner are people who never stop after rejection. Ra, every professional salesperson was once a beginner who heard many no's but refused to quit. यदि तपाईँ नो सुन्न डराउनुहुन्छ भने तपाईँ आफ्नो सम्भावित यसहरूबाट पनि टाढा भइरहनु भएको छ, किनकि हरेक ठुला सफलता, हरेक ठुला नेतृत्व र हरेक ठुला आम्दानीको यात्रामा केही नोहरू अनिवार्य हुन्छन् है। अब हामी बुझौँ, सेल्स इज द मोस्ट इम्पोर्टेन्ट स्किल अफ द फ्युचर। भविष्यको सबैभन्दा महत्त्वपूर्ण सिप भनेको के हो त? सेल्स हो। अब किनकि म तपाईँलाई बुझाउँछु, हामी एउटा असाधारण परिवर्तनको युगमा बाँचिरहेका छौँ। टेक्नोलोजी तीव्र गतिमा बदलिँदैछ। आर्टिफिसियल इन्टेलिजेन्स एआईले काम गर्ने तरिका परिवर्तन गरिरहेको छ, अटोमेसन बढिरहेको छ, नयाँ नयाँ सफ्टवेयरहरू आइरहेका छन्, धेरै पुराना जबहरू हराउँदै गइरहेका छन् र नयाँ प्रकारका अवसरहरू जन्मिरहेका छन्। आज संसारभर लाखौँ मानिसहरूको मनमा एउटा प्रश्न छ, भविष्यमा कुन स्किलले मलाई सुरक्षित, सफल र सधैँ आवश्यक बनाउनेछ? धेरै स्किल समयसँगै परिवर्तन हुन्छन्, धेरै टेक्नोलोजीहरू पुराना बन्दै जान्छन्, धेरै प्रोफेसनहरू डराउँछन्, तर एउटा स्किल छ जुन हजारौँ वर्ष अघि पनि मूल्यवान थियो र अब पनि मूल्यवान छ र भविष्यमा अझै बढ्ने मूल्यवान हुनेछ। त्यो स्किल हो सेल्स एन्ड कम्युनिकेसन। टेक्नोलोजीले धेरै कुरा बदल्न सक्छ। एआईले रिपोर्ट लेख्न सक्छ, एआईले डेटा एनालाइज गर्न सक्छ, एआईले डिजाइन बनाउन सक्छ, एआईले कोडिङ गर्न सक्छ, एआईले धेरै टेक्निकल काम छिटो गर्न सक्छ। तर एउटा कुरा सोच्नुहोस्, यदि संसारकै उत्कृष्ट प्रोडक्ट बनाइयो तर कसैले त्यसको भ्यालु बुझाउन सकेन भने, यदि उत्कृष्ट सर्भिस बनाइयो तर कसैले ट्रस्ट निर्माण गर्न सकेन भने, यदि ठुलो बिजनेस अपर्च्युनिटी आयो तर कसैले मानिसहरूलाई इन्स्पायर गर्न सकेन भने, के त्यो बिजनेस सफल हुन सक्छ? किनकि टेक्नोलोजीले प्रोडक्ट बनाउन सक्छ, तर मानिसहरूलाई प्रभावित, इन्फ्लुएन्स गर्ने काम अझै पनि मानिसले नै गर्छ। बिजनेसको आधार अझ पनि उही छ। टेक्नोलोजी बदलिन्छ, प्लेटफर्म बदलिन्छ, टुल्स बदलिन्छ, तर बिजनेसको आधार बदलिँदैन। हरेक बिजनेसलाई के चाहिन्छ? कस्टमर चाहिन्छ, रिलेसनसिप चाहिन्छ, ट्रस्ट चाहिन्छ, कम्युनिकेसन चाहिन्छ, लिडरसिप चाहिन्छ, इन्फ्लुएन्स चाहिन्छ। हेर्नुहोस्, र यी सबैको केन्द्रमा एउटा कुरा छ, सेल्स स्किल्स। किनकि सेल्स भनेको प्रोडक्ट बेच्नु मात्र होइन, सेल्स भनेको मानिससँग जोडिनु हो, सेल्स भनेको विश्वास निर्माण गर्नु हो, सेल्स भनेको समस्याको समाधान प्रस्तुत गर्नु हो, सेल्स भनेको एक्सन लिन प्रेरित गर्नु हो। सेल्स स्किल भएको व्यक्ति कहिले बेरोजगार हुँदैन। किनकि सेल्स स्किल भएको व्यक्तिले अवसर पर्खिँदैन, उसले अवसर सिर्जना गर्छ। उसले जहाँसुकै रिलेसनसिप बनाउन सक्छ, जहाँसुकै टिम निर्माण गर्न सक्छ, जहाँसुकै भ्यालु क्रिएट गर्न सक्छ, जहाँसुकै इन्कम जेनेरेट गर्न सक्छ। उसले केवल जब खोज्दैन, उसले बिजनेस पनि बनाउन सक्छ, टिम पनि बनाउन सक्छ, मार्केट पनि बनाउन सक्छ, कठिन समयमा पनि सेल्स काम लाग्न सक्छ। हेर्नुहोस्, अर्थतन्त्र राम्रो हुँदा धेरै मानिसहरू सफल देखिन्छन्, तर वास्तविक स्किल कठिन समयमा देखिन्छ। जब मार्केट चुनौतीपूर्ण हुन्छ, जब कम्पिटिसन बढ्छ, जब अपर्च्युनिटी कम देखिन्छ, त्यो बेला कम्युनिकेसन र सेल्स स्किल भएका मानिसहरू अगाडि आउँछन्। किनकि उनीहरूलाई थाहा हुन्छ कसरी मानिसहरूसँग सम्बन्ध बनाउने, कसरी विश्वास जित्ने, कसरी समस्याको समाधान दिने, कसरी नयाँ अवसर सिर्जना गर्ने। त्यसैले सेल्स केवल ग्रोथको स्किल होइन,
सेल्स सर्भाइभल स्किल पनि हो। फ्युचर बिलोङ्स टु कम्युनिकेसन। हेर्नुहोस्, भविष्य केवल सबैभन्दा बुद्धिमानी व्यक्तिको हुने छैन, भविष्य केवल सबैभन्दा टेक्निकल व्यक्तिको हुने छैन, भविष्य उनीहरूको हुनेछ जो आफ्नो विचार स्पष्ट रूपमा व्यक्त गर्न सक्छन्, जो मानिसहरूलाई प्रेरित गर्न सक्छन्, जो विश्वास निर्माण गर्न सक्छन्, जो नेतृत्व गर्न सक्छन्, जो इन्फ्लुएन्स गर्न सक्छन्, र यी सबै क्षमताहरू सेल्स स्किलभित्र समाहित छन्। सेल्स गिभ्स फ्रिडम। सेल्सको सबैभन्दा ठुलो शक्ति के हो त्यो बुझौँ, फ्रिडम। सेल्स स्किल भएको व्यक्तिले जहाँसुकै अवसर सिर्जना गर्न सक्छ, जहाँसुकै व्यवसाय निर्माण गर्न सक्छ, जुनसुकै अर्थतन्त्रमा पनि आम्दानी गर्न सक्छ, नयाँ परिस्थितिमा छिटो एडप्ट गर्न सक्छ, आफ्नो भविष्य आफै निर्माण गर्न सक्छ। त्यसैले सेल्स केवल इन्कमको माध्यम होइन, यो इन्डिपेन्डेन्सको माध्यम हो, यो सेल्फ रिलायन्सको माध्यम हो, यो पर्सनल फ्रिडमको माध्यम हो। आज तपाईँले सिकेको एउटा टेक्नोलोजी भोलि पुरानो हुनसक्छ, आजको एउटा जब भोलि हराउन सक्छ, आजको एउटा इन्डस्ट्री भोलि परिवर्तन हुनसक्छ। तर मानिसहरूसँग जोडिने क्षमता, विश्वास निर्माण गर्ने क्षमता, आफ्नो विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता र भ्यालुलाई सेल्समा बदल्ने क्षमता, यी स्किल कहिले पनि पुराना हुँदैनन्। त्यसैले याद राख्नुहोस्, द फ्युचर बिलोङ्स टु दोज हु क्यान कम्युनिकेट, इन्फ्लुएन्स एन्ड क्रिएट भ्यालु। र सेल्स इज नट जस्ट अ प्रोफेसन, इट इज द स्किल द्याट प्रोटेक्ट्स, इम्पावर्स एन्ड इनरिचेज यु फर लाइफ। यदि तपाईँ भविष्यको लागि एउटा मात्र स्किल, सेल्स स्किलमा मास्टरी हासिल गर्न चाहनुहुन्छ भने सेल्स स्किल सिक्नुहोस्, किनकि भविष्य बदलिन सक्छ। तर मानिसहरूलाई बुझ्नुहोस्, मानिसहरूले बुझिसके जोड्ने र प्रेरित गर्ने आवश्यकता कहिल्यै समाप्त हुँदैन। एआईले धेरै काम गर्न सक्छ तर विश्वास बेच्न सक्दैन, सफ्टवेयरले प्रक्रिया चलाउन सक्छ तर सम्बन्ध निर्माण गर्न सक्दैन, टेक्नोलोजीले प्रोडक्ट बनाउन सक्छ तर मानिसको मन जित्न सक्दैन। त्यसैले भविष्यमा सबैभन्दा ठुलो मूल्यवान व्यक्तित्व हुन्छ जसले कम्युनिकेसन, इन्फ्लुएन्स, सेल्समा मास्टरी हासिल गरेको हुन्छ है। अब हामी बुझौँ प्रोडक्ट सेलिङ र सर्भिस सेलिङको फरक के छ। मानिसहरूले कमाउने मुख्य दुई तरिकाहरू छन्। अब एउटा महत्त्वपूर्ण व्यावसायिक सत्य बुझौँ, संसारका अधिकांश मानिसहरूले मुख्य रूपमा दुई तरिकाले आम्दानी गरिरहेका हुन्छन्। नम्बर 1 सेवा बेच्छन्, सर्भिस सेलिङ गर्छन्। नम्बर 2 उत्पादन बेच्छन्, प्रोडक्ट सेलिङ गर्छन्। तपाईँ जुनसुकै प्रोफेसनमा हुनुहोस्, अन्ततः तपाईँ यी दुई मध्ये कुनै न कुनै मध्ये तपाईँले एक माध्यमबाट आम्दानी गरिरहनु भएको छ है। नम्बर 1 सर्भिस सेलिङ, सेवा बेच्ने। सर्भिस सेलिङ भनेको आफ्नो नलेज, स्किल, एक्सपिरियन्स र एक्सपर्टिजलाई मूल्यमा परिवर्तन गर्नु हो। उदाहरण, शिक्षक टिचर भयो, डाक्टर भयो, वकिल भयो, डिजाइनर भयो, प्रोग्रामर भयो, कन्सल्टेन्ट भयो, ट्रेनर भयो, अकाउन्टेन्ट भयो, इन्जिनियर भयो। यी व्यक्तिहरूले कुनै फिजिकल प्रोडक्ट बेचिरहेका हुँदैनन्, उनीहरूले आफ्नो ज्ञान बेचिरहेका हुन्छन्, उनीहरूले आफ्नो अनुभव बेचिरहेका हुन्छन्, उनीहरूले आफ्नो समस्या समाधान गर्ने क्षमता बेचिरहेका हुन्छन्। उदाहरणका लागि एक शिक्षकले आफ्नो ज्ञान बेचिरहेका हुन्छन्, एक डाक्टरले आफ्नो उपचार गर्ने क्षमता बेचिरहेका हुन्छन्, एक प्रोग्रामरले आफ्नो टेक्निकल स्किल बेचिरहेका हुन्छन्, एक कन्सल्टेन्टले आफ्नो अनुभव र समाधान बेचिरहेका हुन्छन्। त्यसैले सर्भिस सेलिङ भनेको सेलिङ वाट यु नो हो है। अब अर्को जाउँ हामी प्रोडक्ट सेलिङ, उत्पादन बेच्ने। अब अर्को प्रश्न हेरौँ, प्रोडक्ट सेलिङ भनेको मानिसहरूको आवश्यकता पूरा गर्ने भौतिक वस्तुको उपलब्ध गराउनु हो। हेर्नुहोस्, उदाहरण स्किन केयर प्रोडक्ट, टी एन्ड हेल्थ प्रोडक्ट, कस्मेटिक्स भयो, हाउस होल्ड प्रोडक्ट भयो, क्लोदिङ भयो, इलेक्ट्रोनिक्स भयो, फुड प्रोडक्टहरू भयो, पर्सनल केयर प्रोडक्टहरू भयो। यी उत्पादनहरूले मानिसहरूको दैनिक समस्या समाधान गर्छन्, मानिसहरूलाई सुविधा दिन्छन्, स्वास्थ्य, सौन्दर्य, आराम र जीवनस्तर सुधार्न मद्दत गर्छन्। त्यसैले प्रोडक्ट सेलिङ भनेको सेलिङ फिजिकल सल्युसन टु एभ्रिडे निड्स। कुन राम्रो हो? धेरै मानिसहरू सोध्छन् प्रोडक्ट सेलिङ राम्रो कि सर्भिस सेलिङ। म के भन्छु, दुवै राम्रो छन्, किनकि दुवैले मानिसहरूको समस्या समाधान गर्छन्, दुवैले भ्यालु प्रदान गर्छन्, दुवैले इन्कम सिर्जना गर्छन्। फरक केवल यति हो, सर्भिस सेलिङमा तपाईँ आफ्नो स्किल बेच्नुहुन्छ, प्रोडक्ट सेलिङमा तपाईँ सल्युसन बेच्नुहुन्छ। तर दुवैको साझा शक्ति के हो? अब सबैभन्दा महत्त्वपूर्ण कुरा, एक शिक्षकसँग धेरै ज्ञान हुनसक्छ तर यदि उसले प्रभावकारी रूपमा पढाउन र आफ्नो मूल्य देखाउन सक्दैन भने उसको प्रतिभा लुकेर बस्छ। एक डाक्टर उत्कृष्ट हुन सक्छ तर बिरामीसँग विश्वास निर्माण गर्न सक्दैन भने उसको क्षमता सीमित हुन्छ। एक डिजाइनर विश्वस्तरीय हुन सक्छ तर आफ्नो काम प्रस्तुत गर्न सक्दैन भने उसले अवसर गुमाउँछ। त्यसैले एक व्यवसायी उत्कृष्ट प्रोडक्ट हुन सक्छ
एक व्यवसायीसँग उत्कृष्ट प्रोडक्ट हुनसक्छ तर मानिसहरूलाई त्यसको मूल्य बुझाउन सक्दैन भने प्रोडक्ट गोदाममै थन्किन्छ। अब हामी बुझौँ सेल्स स्किल द कमन सक्सेस फ्याक्टर। सर्भिस सेलिङ होस् वा प्रोडक्ट सेलिङ, दुवैलाई एउटा कुरा अनिवार्य चाहिन्छ, सेल्स स्किल। किनभने सेल्स स्किलले सिकाउँछ कसरी कम्युनिकेट गर्ने, कसरी ट्रस्ट निर्माण गर्ने, कसरी रिलेसनसिप बनाउने, कसरी भ्यालु प्रस्तुत गर्ने, कसरी मानिसहरूको आवश्यकता बुझ्ने, कसरी डिसिजन लिन मद्दत गर्ने। सेल्स बिना ट्यालेन्ट लुकेर बस्छ, प्रोडक्ट बिक्दैन, अपर्च्युनिटी हराउँछ, बिजनेस सानोमै सीमित रहन्छ। सेल्स भएको ठाउँमा ट्यालेन्ट चम्किन्छ, प्रोडक्ट बजारमा फैलिन्छ, इन्कम बढ्छ, बिजनेसहरू विस्तार हुन्छ। एउटा शक्तिशाली उदाहरण कल्पना गर्नुहोस्। दुईजना व्यक्तिसँग एउटै गुणस्तरको प्रोडक्ट छ। पहिलो व्यक्तिलाई सेल्स आउँदैन, दोस्रो व्यक्तिलाई सेल्स राम्रोसँग आउँछ। 1 वर्षपछि को सफल होला? प्राय दोस्रो व्यक्ति। किनभने संसारले केवल राम्रो प्रोडक्टलाई पुरस्कृत गर्दैनन्, संसारले राम्रो कम्युनिकेट गरिरहेको भ्यालुलाई पुरस्कृत गर्छन्। अन्तिम सन्देश, पहिलो व्यक्तिलाई सेल्स आउँदैन, दोस्रो व्यक्तिलाई सेल्स राम्रोसँग आउँछ। 1 वर्षपछि अब को सफल होला त? प्रायले भन्ने गर्छ दोस्रो व्यक्ति। किनभने संसारले केवल राम्रो प्रोडक्टलाई पुरस्कृत गर्दैन, राम्रो प्रोडक्टलाई राम्रो मान्दैन, संसारले राम्रोसँग कम्युनिकेट गरिरहेको भ्यालुलाई पुरस्कृत गर्छ। तपाईँ प्रोडक्ट बेच्नुहोस् वा सर्भिस बेच्नुहोस्, तपाईँको इन्कमको स्तर प्राय तपाईँको सेल्स स्किलको स्तरले निर्धारण गर्छ। किनकि सेल्सले ट्यालेन्टलाई इन्कममा बदल्छ, सेल्सले नलेजलाई अपर्च्युनिटीमा बदल्छ, सेल्सले प्रोडक्टलाई प्रफिटमा बदल्छ र सेल्सले सामान्य व्यक्तिलाई असाधारण सफलतातर्फ लैजान सक्छ। याद राख्नुहोस्, वेदर यु सेल अ प्रोडक्ट अर सर्भिस, योर सक्सेस डिपेन्ड्स अन एबिलिटी टु कम्युनिकेट भ्यालु। किनभने अन्ततः पिपुल डु नट बाई प्रोडक्ट्स फर्स्ट, दे बाई ट्रस्ट, बिलिभ, भ्यालु एन्ड सल्युसन। संसारमा दुई प्रकारका मानिसहरूले कमाइरहेका छन्। कसैले आफ्नो ज्ञान बेचिरहेका छन्, कसैले आफ्नो उत्पादन बेचिरहेका छन्, तर दुवैको सफलता एउटै कुरामा निर्भर छ, सेल्स स्किल। किनकि सेल्स बिना प्रतिभा अदृश्य रहन्छ र सेल्ससँग प्रतिभा अवसरमा बदलिन्छ। वाइ पिपुल सक्सिड इन डेली युज प्रोडक्ट बिजनेस। अब हामी बुझौँ, धेरै मानिसहरू चाहिँ दैनिक रूपमा प्रयोग हुने सामानहरू बेचेर चाहिँ कसरी बाँचिरहेका छन् र धेरै मानिसहरू यो व्यापारबाट कसरी सफल हुन्छन्। अब एउटा महत्त्वपूर्ण व्यावसायिक सिद्धान्त बुझौँ। धेरै मानिसहरू व्यवसायमा ठुलो सफलता खोजिरहेका हुन्छन्, तर सफल व्यवसायहरूले एउटा साधारण कुरा बुझ्छन्, मानिसहरूलाई हरेक दिन चाहिने वस्तुहरूमा सबैभन्दा ठुलो बजार हुन्छ। किनकि मानिसहरू बिना सित्तैमा भन्दा पहिले आवश्यकता किन्छन् र आवश्यकता हरेक दिन दोहोरिरहन्छ। डेली युज प्रोडक्ट किन शक्तिशाली हुन्छन्? दैनिक प्रयोग हुने उत्पादनहरू शक्तिशाली हुन्छन् किनभने मानिसहरूलाई ती आवश्यक पर्छन्। अधिकांश मानिसहरूले ती किन्न सक्छन्, ती नियमित रूपमा प्रयोग गरिन्छन्, सकिएपछि फेरि किन्नुपर्छ। ग्राहकहरू स्वाभाविक रूपमा फर्कने गर्छन्। त्यसैले यस्ता उत्पादनहरूको बजार एक पटकको बिक्रीमा निर्भर हुँदैन। यसको आधार निरन्तर प्रयोग र निरन्तर खरिद हो। एउटा साधारण उदाहरण कल्पना गर्नुहोस्। एक व्यक्तिले आज एउटा साबुन किन्यो, आज एउटा टुथपेस्ट किन्यो, के त्यो जीवनभर पुग्छ? पुग्दैन। एउटा स्याम्पू किन्यो, के त्यो जीवनभर चल्दै जान्छ? चल्दैन। स्किन केयर प्रोडक्ट प्रयोग गर्यो, सकिएपछि के गर्छ ऊ? फेरि किन्छ। चिया पियो, सकिएपछि के गर्छ ऊ? फेरि त्यो फर्किन्छ। यही प्रक्रिया हरेक महिना दोहोरिरहन्छ। अर्थात् ग्राहक हराउँदैनन्, ग्राहकको आवश्यकता फेरि आउँछ। यसले व्यवसायलाई के दिन्छ? रिपिट सेल्स दिन्छ, दोहोरो बिक्री दिन्छ। व्यवसायको वास्तविक शक्ति नयाँ ग्राहकमा मात्र हुँदैन, वास्तविक शक्ति पुरानो ग्राहकको पुनर्खरिदमा हुन्छ। एकपटक सन्तुष्ट ग्राहक बनेपछि उनी बारम्बार फर्किन सक्छन्। यही रिपिट सेल्सले व्यवसायलाई स्थिर बनाउँछ। 2 नम्बरमा छ कस्टमर ट्रस्ट, ग्राहकको विश्वास। जब ग्राहकले कुनै उत्पादन नियमित रूपमा प्रयोग गर्छ, उसले त्यसमा विश्वास गर्न थाल्छ। विश्वास बनेपछि ऊ ग्राहक मात्र रहँदैन, ऊ ब्रान्ड सपोर्टर बन्छ र धेरै जसो अवस्थामा रिकमेन्डेसन पनि दिन थाल्छ। लङ टर्म रिलेसनसिप, दीर्घकालीन सम्बन्ध। नम्बर 3, एकपटक मात्र खरिद हुने उत्पादनमा सम्बन्ध छोटो हुन सक्छ, तर दैनिक प्रयोग हुने उत्पादनमा सम्बन्ध वर्षौंसम्म रहन सक्छ। व्यवसायमा पैसा मात्र महत्त्वपूर्ण हुँदैन, रिलेसनसिप अझ महत्त्वपूर्ण हुन्छ। किनकि रिलेसनसिपबाट लोयल्टी आउँछ, लोयल्टीबाट ग्रोथ आउँछ। 4, तपाईको बिजनेस सस्टेनेबल हुन्छ, दिगो व्यवसाय हुन्छ। व्यवसायको उद्देश्य एकपटक धेरै पैसा कमाउनु मात्र होइन, वर्षौंसम्म निरन्तर कारोबार चलाउनु हो। दैनिक प्रयोग हुने उत्पादनहरूले यही अवसर दिन्छन्, किनकि मानिसहरूको आवश्यकता निरन्तर रहन्छ। बजार किन कहिले रोकिन्न?
आज मानिसहरूले साबुन प्रयोग गर्छन्, स्याम्पू प्रयोग गर्छन्, टुथपेस्ट प्रयोग गर्छन्, चिया खान्छन्, पर्सनल केयर प्रोडक्ट प्रयोग गर्छन्, हाउसहोल्ड प्रोडक्ट प्रयोग गर्छन् र भोलि पनि प्रयोग गर्नेछन्, अर्को महिना पनि प्रयोग गर्नेछन्, अर्को वर्ष पनि प्रयोग गर्नेछन्। यसैले यस्ता उत्पादनहरूको बजार कुनै पनि ट्रेन्डमा मात्र निर्भर हुँदैन, यो मानिसको दैनिक जीवनसँग जोडिएको हुन्छ। सफलताको वास्तविक कारण धेरै मानिसहरू सोच्छन् सफलता उत्पादनमा हुन्छ, तर वास्तवमा सफलता उत्पादन र आवश्यकताको मिलनमा हुन्छ। जब उत्पादन मानिसहरूको दैनिक जीवनको हिस्सा बन्छ त्यो व्यवसाय बलियो बन्छ। जब ग्राहक बारम्बार फर्किन्छ त्यो व्यवसाय बढ्छ। जब विश्वास बढ्छ त्यो व्यवसाय दीर्घकालीन बन्छ। दैनिक प्रयोग हुने उत्पादनहरूको व्यवसाय केवल बिक्रीको व्यवसाय होइन, यो ह्याबिटको व्यवसाय हो, यो रिलेसनसिपको व्यवसाय हो, यो ट्रस्टको व्यवसाय हो, यो रिपिट पर्चेसको व्यवसाय हो। त्यसैले संसारका धेरै ठुला र स्थिर व्यवसायहरू दैनिक उपभोग उत्पादनहरूमा आधारित छन्, किनकि जहाँ दैनिक आवश्यक हुन्छ त्यहाँ निरन्तर डिमान्ड हुन्छ, जहाँ निरन्तर डिमान्ड हुन्छ त्यहाँ निरन्तर सेल्स हुन्छ, जहाँ निरन्तर सेल्स हुन्छ त्यहाँ दीर्घकालीन सक्सेस निर्माण हुन्छ। याद राख्नुहोस् साथीहरू, people may delay buying luxury products but they rarely stop buying product that they use every day। मानिसहरूले ठुल्ठुला लग्जरी प्रोडक्ट किन्नको लागि ढिला गर्लान्, तर उनीहरूलाई डेली युज हुने प्रोडक्टहरू चाहिँ खरिद गर्न ढिला गर्दैन र यही कारणले डेली युज प्रोडक्ट बिजनेस संसारकै सबैभन्दा शक्तिशाली र दिगो व्यवसाय मोडेल मध्ये एक मानिन्छ। एक पटक बेचेर आम्दानी गर्न सकिन्छ, तर दैनिक प्रयोग हुने उत्पादनहरू मार्फत बारम्बार मूल्य प्रदान गरेर दीर्घकालीन सम्पत्ति निर्माण गर्न सकिन्छ। जहाँ दैनिक आवश्यकता हुन्छ त्यहाँ बजार कहिले बन्द हुँदैन है। अब हामी बुझौँ नेक्स्ट द रियल अपर्च्युनिटी अफ डाइरेक्ट सेलिङ। अब डाइरेक्ट सेलिङले हामीलाई के अवसर दिन्छ? डाइरेक्ट सेलिङको वास्तविक अवसर के हो? अब हामी एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर खोजौँ। किन संसारभर लाखौँ मानिसहरू डाइरेक्ट सेलिङ उद्योगमा प्रवेश गर्छन्? के केवल प्रोडक्टको कारणले गर्दा हो? के केवल इन्कमको कारणले गर्दा हो? के केवल बिजनेसको कारणले गर्दा हो? यी सबै कारणहरू हेर्नुहोस्, तर वास्तविक कारण अझ गहिरो छ। डाइरेक्ट सेलिङको सबैभन्दा ठुलो शक्ति के हो भन्ने, यसले सामान्य मानिसलाई असाधारण अवसर दिन्छ, असाधारण सफलता दिन्छ भन्ने गरिन्छ नि। के भन्ने गरिन्छ भन्दाखेरि भनिने गरिन्छ, इन डाइरेक्ट सेलिङ प्लेटफर्म एभ्री अर्डिनरी पिपल बिकम्स एक्स्ट्रा अर्डिनरी है। अब हामी परम्परागत व्यवसाय र डाइरेक्ट सेलिङलाई बुझौँ। यदि तपाईँ परम्परागत व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने तपाईँलाई प्राय आवश्यक पर्न सक्छ ठुलो लगानी, महँगो अफिस डिजाइन गर्नुपर्छ, वेयरहाउस निर्माण गर्नुपर्छ, कर्मचारीहरू राख्नुपर्छ, जटिल व्यवस्थापन गर्नुपर्छ, ठुलो सञ्चालन खर्च चाहिन्छ। धेरै मानिसहरूसँग सपना हुन्छ तर अवसरको ढोका बन्द हुन्छ, किनकि सुरुवात गर्न धेरै स्रोतहरू चाहिन्छ। तर डाइरेक्ट सेलिङले फरक बाटो देखाउँछ। हेर्नुहोस्, डाइरेक्ट सेलिङको सुन्दरता, डाइरेक्ट सेलिङले भन्छ पहिले ठुलो पैसा ल्याऊ होइन, पहिले सिक, बढ र विकास गर। यस उद्योगमा सफल हुनका लागि वास्तवमा के चाहिन्छ? डाइरेक्ट सेलिङमा सफल हुनका लागि मुख्य रूपमा चाहिन्छ सिक्ने इच्छा, विलनेस टु लर्न। सफल मानिसहरू जन्मिँदैनन्, उनीहरू सिक्छन्, उनीहरू बढ्छन्, उनीहरू आफूलाई सुधार्छन्। डाइरेक्ट सेलिङमा पनि सिक्न इच्छुक व्यक्ति धेरै टाढासम्म जान सक्छ। 2 कम्युनिकेसन स्किल, मानिसहरूसँग जोडिन सक्ने क्षमता, सही तरिकाले कुरा गर्न सक्ने क्षमता, सुन्न सक्ने क्षमता, सम्झाउन सक्ने क्षमता, विश्वास निर्माण गर्न सक्ने क्षमता, यही स्किल्सले सम्बन्ध बनाउँछ र सम्बन्धले व्यवसाय बनाउँछ। नम्बर 3 छ कन्सिस्टेन्सी, निरन्तरता चाहिन्छ। धेरै मानिसहरू उत्साहका साथ सुरु गर्छन् तर केही दिनपछि रोकिन्छन्। सफलता ती व्यक्तिहरूलाई भेट्छ जो निरन्तर अगाडि बढिरहेका हुन्छन्। सानो प्रयास भए पनि निरन्तर प्रयास हुनु पर्यो। यही डाइरेक्ट सेलिङको सफलताको सूत्र हो। हेर्नुहोस्, नम्बर 4 छ पोजिटिभ माइन्डसेट। प्रत्येक यात्रामा चुनौतीहरू आउँछन्। हरेक व्यक्तिहरूले तुरुन्त समर्थन गर्दैन, हरेक प्रयासले तुरुन्त परिणाम दिँदैन, तर सकारात्मक सोच भएका मानिसहरू हार मान्दैनन्। उनीहरू चुनौतीलाई सिकाइरहेका हुन्छन्, सिकाइको रूपमा लिइरहेका हुन्छन् र अगाडि बढिरहेका हुन्छन्। नम्बर 5 मा चाहिन्छ टिमवर्क। डाइरेक्ट सेलिङ केवल व्यक्तिगत सफलताको लागि होइन, यो सामूहिक सफलताको यात्रा हो। यहाँ तपाईँ एक्लै जित्नुहुन्न, तपाईँ अरूलाई पनि जित्न मद्दत गर्नुहुन्छ। अरूको विश्वासमा योगदान दिनु नै नेतृत्वको सुरुवात हो। हेर्नुहोस्, र नेतृत्व नै
ठुलो सफलतामा निर्माण गर्ने आधार हो। डाइरेक्ट सेलिङ केवल इन्कम होइन, धेरै मानिसहरू डाइरेक्ट सेलिङलाई केवल आम्दानीको माध्यम मान्छन्, तर वास्तवमा यो एउटा पर्सनल डेभलपमेन्ट प्लेटफर्म हो। यहाँ मानिसहरूले सिक्छ, कम्युनिकेसन सिक्छ, लिडरसिप, पब्लिक स्पिकिङ, गोल सेटिङ, टिम बिल्डिङ, कन्फिडेन्स, टाइम म्यानेजमेन्ट, रिलेसनसिप बिल्डिङ। यी स्किलहरू जीवनभर उपयोग हुन्छन्। हेर्नुहोस्, आर्थिक र व्यक्तिगत विकास सँगसँगै धेरै उद्योगहरूले पैसा दिन सक्छ, धेरै तालिमहरूले व्यक्तिगत विकास दिन सक्छ, तर डाइरेक्ट सेलिङको विशेषता के हो भने यसले पर्सनल ग्रोथ र फाइनेन्सियल ग्रोथलाई एउटै यात्रामा जोड्न मद्दत गर्छ। जति तपाईँ आफै विकास गर्नुहुन्छ उति तपाईँमा प्रभाव बढ्छ। हेर्नुहोस्, जति प्रभाव बढ्छ उति अवसर बढ्छ, जति अवसर बढ्छ उति तपाईँको आम्दानी बढ्छ। एउटा साधारण व्यक्ति पनि सफल हुन सक्छ। डाइरेक्ट सेलिङको सुन्दरता यही हो। यहाँ सफलताको ढोका केही विशेष मानिसहरूका लागि मात्र खुल्ला छैन। यहाँ अवसर खुल्ला छ विद्यार्थीका लागि, कर्मचारीका लागि, गृहिणीका लागि, व्यवसायको मालिकको लागि, युवा र व्यवसाय दुवैको लागि छ। हेर्नुहोस् है, किनकि सफलता यहाँ तपाईँ कहाँबाट आउनुभयो भन्ने कुराले निर्धारण गर्दैन, तपाईँ कहाँ पुग्न चाहनुहुन्छ र त्यसको लागि कति सिक्न र मेहनत गर्न चाहनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ है। डाइरेक्ट सेलिङको वास्तविक अवसर प्रोडक्टमा मात्र होइन, इन्कममा मात्र होइन, बोनसमा मात्र होइन, यसको वास्तविक अवसर भनेको आफ्नो सम्भावना पहिचान गर्ने अवसर छ। हेर्नुहोस्, आफ्नो व्यक्तित्व विकास गर्ने अवसर, आफ्नो स्वतन्त्रतातर्फ यात्रा गर्ने अवसर, अरूलाई सफल बनाउन सिक्दै आफू सफल बन्ने अवसर। याद राख्नुहोस्, डाइरेक्ट सेलिङ डज नट जस्ट चेन्ज इन्कम, इट चेन्ज माइन्डसेट, कन्फिडेन्स, स्किल एन्ड अल्टिमेटली लिभ्स। र द ग्रेटेस्ट अपर्च्युनिटी इन डाइरेक्ट सेलिङ इज नट वाट यु वान्ट बट वाट यु क्यान बिकममा छ। हेर्नुहोस्, किनकि अन्ततः यो केवल व्यवसाय होइन, यो आत्मा विकास, नेतृत्व र आर्थिक स्वतन्त्रताको यात्रा हो। डाइरेक्ट सेलिङको वास्तविक अवसर उत्पादनमा मात्र छैन, योजनामा मात्र छैन, आम्दानीमा मात्र छैन। वास्तविक अवसर त्यो व्यक्तिमा छ जो आज सामान्य छ तर सिक्न, बढ्न र परिवर्तन हुन तयार छ। किनकि डाइरेक्ट सेलिङले केवल पैसा कमाउने मौका दिँदैन। हेर्नुहोस्, यसले मानिसलाई उसको उत्कृष्ट संस्करण बन्ने अवसर दिन्छ है। अब नेक्स्ट म तपाईँलाई के बुझाउन चाहन्छु भन्दै द पावर अफ पर्सनल डेभलपमेन्ट। तपाईँको पर्सनल डेभलपमेन्टको पावर के छ, तपाईँलाई पर्सनल डेभलपमेन्ट चाहिँ किन चाहिन्छ? डाइरेक्ट सेलिङको सबैभन्दा ठुलो उपहार भनेको पर्सनल डेभलपमेन्ट हो। अब म तपाईँहरूलाई एउटा गहिरो प्रश्न सोध्न चाहन्छु, यदि तपाईँले धेरै पैसा कमाउनु भयो तर तपाईँको व्यक्तित्व उहिरह्यो भने के त्यो सफलता दिगो हुन्छ? सायद हुँदैन, किनकि आम्दानीको स्तर बढ्नुभन्दा पहिले मानिसको सोच, सिप र व्यक्तित्वको स्तर बढ्नुपर्छ। यही कारणले डाइरेक्ट सेलिङलाई केवल इन्कम इन्डस्ट्री भनिँदैन, यसलाई पर्सनल डेभलपमेन्ट इन्डस्ट्री पनि भनिन्छ। धेरै मानिसहरू किन प्रवेश गर्छन् डाइरेक्ट सेलिङमा? धेरै मानिसहरू डाइरेक्ट सेलिङमा प्रवेश गर्दा एउटा मात्र सपना लिएर आउँछ, म धेरै पैसा कमाउन चाहन्छु। यो स्वाभाविक कुरा हो, किनकि सबैले राम्रो जीवन चाहन्छ, आर्थिक स्वतन्त्रता बनाउन चाहन्छ, परिवारलाई राम्रो भविष्य दिन चाहन्छ। तर केही समयपछि उनीहरूले एउटा रोचक कुरा महसुस गर्न थाल्छन्, उनीहरूको बैंक ब्यालेन्स मात्र परिवर्तन भइरहेको हुँदैन, उनीहरू आफै परिवर्तन भइरहेका हुन्छन्। कन्फिडेन्सको विकास, सायद सुरुवातमा उनीहरू मानिसहरूसँग कुरा गर्न डराउँथे, मिटिङमा बोल्न डराउँथे, स्टेजमा उभिन डराउँथे। हेर्नुहोस्, ओपिनियन व्यक्त गर्न हिचकिचाउँथे, तर बिस्तारै उनीहरू बोल्न सिक्छन्, आफ्नो कुरा राख्न सिक्छन्, आत्मविश्वासका साथ प्रस्तुत हुन सिक्छन् र एक दिन त्यही व्यक्ति 100 मानिसहरूको अगाडि उभिएर बोल्न सक्षम हुन्छ। हेर्नुहोस्, त्यो परिवर्तन पैसाले होइन, पर्सनल डेभलपमेन्ट ल्याएको हुन्छ है। र तपाईँलाई भरि ल्याउने पनि कसले हो त? यो कुरा डाइरेक्ट सेलिङले हो। कम्युनिकेसन स्किल्सको विकास जीवनमा सबैभन्दा शक्तिशाली सिप मध्ये एक हो। कम्युनिकेसन तपाईँ कति जान्नुहुन्छ भन्दा पनि तपाईँ कति प्रभावकारी रूपमा व्यक्त गर्न सक्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। डाइरेक्ट सेलिङले सिकाउँछ कसरी सुन्ने, कसरी बुझ्ने, कसरी प्रश्न सोध्ने, कसरी सम्बन्ध बनाउने, कसरी विश्वास निर्माण गर्ने। र यी स्किल व्यवसायमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा उपयोगी हुन्छन् है। अब म तपाईँलाई बुझाउँछु पर्सनालिटी एन्ड ड्रेसिङ। व्यक्तित्व केवल अनुहारले बनाउँदैन, व्यक्तित्व बनाउँछ। कसले बनाउँछ? तपाईँको सोचले, तपाईँको व्यवहारले, तपाईँको प्रस्तुतिले, तपाईँको आत्मविश्वासले। डाइरेक्ट सेलिङमा धेरै मानिसहरूले पहिलो पटक सिक्छन् कसरी प्रोफेसनल देखिने, कसरी आत्मविश्वासका साथ प्रस्तुति हुने।
कसरी आफूलाई सम्मान गर्ने र जब मानिसहरूले आफूलाई सम्मान गर्न सिक्छ अरूले पनि उसलाई सम्मान गर्न थाल्छ। लिडरसिप डेभलपमेन्टको कुरा म तपाईँलाई सिकाउँछु। सफलता केवल आफू अगाडि बढ्नु मात्र होइन, अरूलाई पनि अगाडि बढाउन सक्नु हो। हेर्नुहोस्, हो त्यही नेतृत्व हो। डाइरेक्ट सेलिङले मानिसलाई टिमवर्क सिकाउँछ, मेन्टरिङ सिकाउँछ, गाइडेन्स दिन सिकाउँछ, सपोर्ट गर्न सिकाउँछ र बिस्तारै एक साधारण व्यक्तिलाई लिडरमा परिवर्तन हुन सिकाउँछ। हेर्नुहोस्, पब्लिक स्पिकिङको शक्ति बुझौँ आज। हेर्नुहोस्, धेरै सर्वेक्षणहरूमा देखिएको छ कि मानिसहरूलाई सबैभन्दा धेरै डर लाग्ने कुराहरूमध्ये एक हो पब्लिक स्पिकिङ। पब्लिक स्पिकिङ मानिसलाई डर लाग्छ, तर डाइरेक्ट सेलिङमा बारम्बार प्रेजेन्टेसन, मिटिङ, ट्रेनिङ, इन्ट्रेक्सन गर्दा त्यो डर बिस्तारै हट्न थाल्छ र एक दिन त्यही व्यक्ति मञ्चमा उभिएर प्रेरणादायी भाषण दिन सक्षम हुन्छ। हेर्नुहोस्, त्यो परिवर्तन जीवनभर काम लाग्ने सम्पत्ति हो। त्यो तपाईँको के हो त? एसेट हो। अब डिसिप्लिनको बारेमा बुझाउँछु तपाईँलाई। सफलता पछाडिको आधार सपना सबैले देख्छन्, लक्ष्य पनि धेरैले बनाउँछन्, तर सफल हुनेहरू ती हुन् जसले अनुशासन, डिसिप्लिन विकास गर्छन्। डाइरेक्ट सेलिङले तपाईँलाई सिकाउँछ समयको मूल्य सिकाउँछ, लक्ष्य निर्धारण सिकाउँछ, नियमितता कन्सिस्टेन्सी सिकाउँछ, फलोअप सिकाउँछ, जिम्मेवारी सिकाउँछ र यी बानीहरूले केवल व्यवसाय होइन पुरै जीवन परिवर्तन गर्न सक्छ। किन धेरै मानिसहरू डाइरेक्ट सेलिङमा अथवा वाइबी ट्रेड नेपालमा टिकिरहेका छन्? धेरै मानिसहरू पैसा कमाउन प्रवेश गर्छन् वाइबी ट्रेड नेपालमा, तर समयसँग उनीहरूले महसुस गर्छन् कि उनीहरूले पैसा मात्र कमाएका छैनन्, उनीहरूले कन्फिडेन्स पाएका छन्, कम्युनिकेसन स्किल पाएका छन्, लिडरसिप स्किल पाएका छन्, नयाँ सोच पाएका छन्, नयाँ पहिचान पाएका छन् र त्यसपछि उनीहरू केवल इन्कमका लागि होइन, आफ्नो उत्कृष्ट संस्करण बन्ने यात्रामा लागिरहेका छन्। हेर्नुहोस्, त्यसको लागि टिकिरहेका छन्। डाइरेक्ट सेलिङको सबैभन्दा ठुलो लाभ भनेको के हो त? ठुलो प्रफिट भनेको के हो त? कम्युनिकेसन होइन। हेर्नुहोस्, बोनस होइन, अवार्ड होइन, यसको सबैभन्दा ठुलो प्रफिट हो तपाईँ आफैको ट्रान्सफर्मेसन। किनकि जब तपाईँ राम्रो व्यक्ति बन्नुहुन्छ, तपाईँको कम्युनिकेसन राम्रो हुन्छ, कम्युनिकेसन राम्रो हुँदा रिलेसनसिप राम्रो हुन्छ, रिलेसनसिप राम्रो हुँदा अपर्च्युनिटी बढ्छ। हेर्नुहोस्, अपर्च्युनिटी बढ्दाखेरि इन्कम बढ्छ। त्यसैले सफलता बाहिरबाट सुरु हुँदैन, सफलता भित्रबाट सुरु हुन्छ। याद राख्नुहोस्, द ग्रेटेस्ट एसेट यु क्यान बिल्ड इज नट योर ब्याङ्क अकाउन्ट बट योर सेल्फ। र डाइरेक्ट सेलिङ मे इन्क्रिज योर इन्कम बट इट्स ग्रेट गिफ्ट इज हेल्पिङ यु बिकम द पर्सन क्यापेबल अफ क्रिएटिङ द्याट इन्कम। हेर्नुहोस्, किनकि पैसा कमाउनु ठुलो कुरा हो, तर आफूलाई अझ राम्रो, सक्षम र प्रभावशाली व्यक्ति बनाउनु त्योभन्दा धेरै ठुलो कुरा हो। धेरै मानिसहरू डाइरेक्ट सेलिङमा पैसा कमाउन आउँछन्, तर वर्षौँपछि फर्केर हेर्दाखेरि उनीहरूलाई थाहा हुन्छ सबैभन्दा ठुलो कमाइ पैसा थिएन, सबैभन्दा ठुलो कमाइ उनीहरूको नयाँ व्यक्तित्व, नयाँ आत्मविश्वास र नयाँ सोच थियो। हेर्नुहोस्, अब हामी बुझौँ मान्छे किन किन्छन्, खरिद किन गर्छ मानिसहरूले वास्तवमा किन किन्छन्। अब म तपाईँहरूलाई सेल्सको सबैभन्दा गहिरो रहस्य बताउन चाहन्छु। धेरै मानिसहरू सोच्छन् कि मानिसहरूले प्रोडक्ट किन्छन्, तर वास्तविक त्योभन्दा धेरै फरक छ। मानिसहरूले उत्पादन मात्र किन्दैनन्, उनीहरूले किन्छन् तपाईँको कन्फिडेन्स किन्छ, आफ्नो हेल्थ किन्छ, ब्युटी किन्छ, कन्भिन्स सहजता किन्छ। हेर्नुहोस् है, सेक्युरिटी किन्छ, इमोसन किन्छ, ट्रस्ट किन्छ, सल्युसन किन्छ। एउटा साधारण उदाहरणबाट बुझौँ। मानौँ कसैले टुथपेस्ट किन्यो, के उसले वास्तवमा टुथपेस्ट किनेको हो र? होइन नि त। उसले दाँत राम्रो टल्काउनको लागि किन्छ, ताजा सासको अनुभव किनेको छ। कसैले स्किन केयर प्रोडक्ट किन्यो, के उसले केवल क्रिम किनेको हो? होइन, उसले सुन्दर देखिने इच्छा किनेको हो, आत्मविश्वास र राम्रो अनुभूति किनेको हो। कसैले चिया किन्यो, के उसले केवल टी लिप्स किनेको हो र? होइन, उसले ताजगी, आराम, ऊर्जा र अनुभव किनेको, एउटा फ्रेस फिल गर्नको लागि किनेको। मानिसहरू प्रोडक्ट होइन रिजल्ट किन्छन्। हेर्नुहोस्, मानिसहरू ड्रिल किन्दैनन्, मानिसहरू भित्तामा पाल चाहन्छन्। हेर्नुहोस्, मानिसहरू म्याट्रेस किन्दैनन्, उनीहरू राम्रो निद्रा चाहन्छन्। हेर्नुहोस्, मानिसहरू मोबाइल फोन किन्दैनन्, उनीहरू कनेक्टिभिटी, कन्भिनियन्स र लाइफस्टाइल चाहन्छन्। हेर्नुहोस्, मानिसहरू कार किन्दैनन्, उनीहरू कम्फर्ट, स्ट्याटस र फ्रिडम चाहन्छन्। हेर्नुहोस्, त्यसैले सेल्सको एउटा महत्त्वपूर्ण नियम छ, पिपल डन बाई प्रोडक्ट्स, दे बाई वाट द प्रोडक्ट डज फर देम। हेर्नुहोस्, भावना, इमोसनको शक्ति बुझौँ। अब हामी धेरै मानिसहरू सोच्छन् कि खरिद निर्णय पूर्ण रूपमा लोजिकबाट हुन्छ, तर अनुसन्धान र वास्तविक जीवनले के देखाउँछ भन्दाखेरि मानिस प्राय इमोसनबाट किन्छन् र पछि लोजिकले त्यसलाई उचित ठहर गर्दछ। उनीहरू खुसी महसुस गर्न चाहन्छन्, उनीहरूले सुरक्षित महसुस गर्न चाहन्छन्, उनीहरू राम्रो देखिन चाहन्छन्, उनीहरू परिवारको ख्याल राख्न चाहन्छन्, उनीहरू आफ्नो समस्या समाधान गर्न चाहन्छन्। यही भावनाले खरिद निर्णयलाई प्रभाव पार्दछ। हेर्नुहोस् है, सफल सेल्स पर्सन के गर्छ? धेरै सेल्स पर्सनहरूको ध्यान प्रोडक्टमा मात्र हुन्छ। उनीहरूले फिचर्स
बताउन थाल्छन्, प्राइस बताउँछन्, स्पेसिफिकेसन बताउँछन्, हेर्नुहोस्। तर महान सेल्स पर्सनले अर्को कुरा बुझ्छ। उनीहरू मानिसहरूलाई बुझ्छन्, उनीहरू प्रश्न सोध्छन्, उनीहरू सुन्छन्, उनीहरू आवश्यकता पत्ता लगाउँछन्, उनीहरू समस्याको समाधान प्रस्तुत गर्छन्। किनकि सफल सेल्सको केन्द्र प्रोडक्ट होइन, कस्टमर हो। ह्युमन साइकोलोजी बुझ्नु आवश्यक छ। किनकि यदि तपाईँ मानिसहरूको आवश्यकता बुझ्न सक्नुहुन्न भने तपाईँ सही समाधान प्रस्तुत गर्न सक्नुहुन्न। यदि तपाईँ उनीहरूको सपना बुझ्न सक्नुहुन्न भने तपाईँ सही अवसर देखाउन सक्नुहुन्न। यदि तपाईँ उनीहरूको समस्या बुझ्न सक्नुहुन्न भने तपाईँ सही प्रोडक्ट रिकमेन्ड गर्न सक्नुहुन्न। त्यसैले सेल्सको वास्तविक शक्ति बोल्नेमा मात्र होइन, हेर्नुहोस्, बुझ्ने क्षमतामा छ। बिक्रीको सुनौलो नियम कहिले कसैलाई जबरजस्ती प्रोडक्ट बेच्न प्रयास गर्नु होइन, हेर्नुहोस्। बरु उनीहरूको आवश्यकता बुझ्नुहोस्, उनीहरूको अवस्था बुझ्नुहोस्, उनीहरूको लक्ष्य बुझ्नुहोस् र त्यसपछि उपयुक्त समाधान प्रस्तुत गर्नुहोस्। किनकि मानिसहरूलाई प्रोडक्ट थोपारिएको मन पर्दैन, तर उनीहरूलाई बुझिएको मनपर्छ। एउटा शक्तिशाली सत्य, जति तपाईँ प्रोडक्टमा केन्द्रित हुनुहुन्छ उति बिक्री कठिन हुनसक्छ, जति तपाईँ कस्टमरमा केन्द्रित हुनुहुन्छ उति बिक्री सहज हुनसक्छ, हेर्नुहोस्। किनकि सेल्स भनेको दबाव सिर्जना गर्नु होइन, सेल्स भनेको विश्वास निर्माण गर्नु हो, सेल्स भनेको आवश्यकता र समाधानलाई जोड्नु हो। याद राख्नुहोस्, मानिसहरूले साबुन मात्र किन्दैनन्, उनीहरू सरसफाइ किन्छन्, हेर्नुहोस्। मानिसहरूले स्किन केयर मात्र किन्दैनन्, उनीहरू आत्मविश्वास किन्दछन्, हेर्नुहोस्। मानिसहरूले चिया मात्र किन्दैनन्, उनीहरूले ताजगी र अनुभव किन्छन्, हेर्नुहोस्। मानिसहरूले प्रोडक्ट मात्र किन्दैनन्, उनीहरूले आफ्नो जीवन अझ राम्रो बनाउने परिणाम किन्दछन्, हेर्नुहोस्, रिजल्ट किन्दछन्, हेर्नुहोस्। त्यसैले द बेस्ट सेल्स पर्सन आर नट द बेस्ट टकर्स, दे आर द बेस्ट लिसनर्स। वेन यु अन्डरस्ट्यान्ड पिपुल, सेलिङ बिकम्स हेल्पिङ। किनभने सेल्स भनेको प्रोडक्ट बेच्ने कला होइन, मानिसहरूको आवश्यक बुझेर समाधान प्रदान गर्ने कला हो। जुन दिन तपाईँले बुझ्नुहुन्छ कि मानिसहरूले प्रोडक्ट होइन समाधान किन्छन्, फिचर होइन भावना किन्छन्, वस्तु होइन परिणाम किन्छन्, त्यही दिन तपाईँको सेल्स नयाँ स्तरमा पुग्छ। अब हामी बुझौँ पावर अफ बिलिभ। बिलिभको पावर कतिको छ त? विश्वासको शक्ति, सेल्सको अदृश्य आधार। अब म तपाईहरूलाई सेल्सको एउटा यस्तो रहस्य बताउन चाहन्छु जुन कुनै स्क्रिप्ट, कुनै टेक्निक, कुनै प्रेजेन्टेसन भन्दा पनि शक्तिशाली छ। त्यो हो बिलिभ, विश्वास हो। किनभने सेल्सको संसारमा एउटा नियम सधैँ सत्य हुन्छ। पिपुल विल रेयरली बिलिभ इन योर प्रोडक्ट मोर देन यु बिलिभ इन इट योर सेल्फ। मानिसहरूले तपाईँको प्रोडक्टमा विश्वास गर्नु अघि तपाईँ आफैले त्यसमा विश्वास गर्नुपर्छ, हेर्नुहोस्। मानिसहरूले तपाईँको अपर्च्युनिटीमा विश्वास गर्नु अघि तपाईँ आफैले त्यसमा विश्वास गर्नुपर्छ। मानिसहरूले तपाईँको भिजनमा विश्वास गर्नु अघि तपाईँ आफैले त्यसमा विश्वास गर्नुपर्छ। किन धेरै सेल्स पर्सन असफल हुन्छन्? धेरै जसो अवस्थामा समस्या प्रोडक्टमा हुँदैन, समस्या प्राइजमा हुँदैन, समस्या मार्केटमा हुँदैन, समस्या बिलिभमा हुँदैन। यदि तपाईँ आफै निश्चित हुनुहुन्न भने, यदि तपाईँ आफै विश्वसनीय हुनुहुन्न भने, यदि तपाईँ आफैलाई शङ्का छ भने त्यो शङ्का तपाईँको आवाजमा देखिन्छ, हेर्नुहोस्, तपाईँको आँखामा देखिन्छ, तपाईँको शरीरको भाषामा देखिन्छ, तपाईँको प्रस्तुतिकरणमा देखिन्छ र मानिसहरूले त्यो महसुस गर्छन्। सफल डाइरेक्ट सेलर अलि फरक हुन्छन्। सफल डाइरेक्ट सेलरको एउटा साझा विशेषता हुन्छ, उनीहरू केवल प्रोडक्टको बारेमा बोल्दैनन्, उनीहरू प्रोडक्टलाई अनुभव गर्छन्, उनीहरू आफै प्रयोग गर्छन्, उनीहरू परिणाम महसुस गर्छन्, उनीहरू वास्तविक अनुभवबाट बोल्छन्। त्यसैले उनीहरूको शब्दमा शक्ति हुन्छ, उनीहरूको संवादमा आत्मविश्वास हुन्छ, उनीहरूको प्रस्तुतिकरणमा स्वाभाविकता हुन्छ, किनकि उनीहरू अनुमानबाट होइन अनुभवबाट बोलिरहेका हुन्छन्। एक्सपिरियन्स क्रिएट कन्फिडेन्स। हेर्नुहोस्, धेरै मानिसहरू कन्फिडेन्स खोजिरहेका हुन्छन्, तर कन्फिडेन्स कहाँबाट आउँछ? के केवल ट्रेनिङबाट आउँछ? के केवल मोटिभेसनबाट आउँछ? केवल त्यही व्यक्तिबाट आउँछ? हेर्नुहोस्, केवल त्यतिबाट आउँछ र आउँदैन। वास्तविक कन्फिडेन्स अनुभवबाट आउँछ। जब तपाईँ आफै प्रोडक्ट प्रयोग गर्नुहुन्छ, जब तपाईँ परिणाम महसुस गर्नुहुन्छ, जब तपाईँ वास्तविक मूल्य बुझ्नुहुन्छ, त्यसपछि तपाईँको कन्फिडेन्स कृत्रिम हुँदैन, हेर्नुहोस् है, त्यो वास्तविक हुन्छ। बिलिभ चेन्जेस कम्युनिकेसन। बिलिभले तपाईँको कम्युनिकेसन पनि चेन्ज गर्न सक्छ। यो सेल्सको सबैभन्दा रोचक प्रश्न हो। जब तपाईँ साँचो रूपमा विश्वास गर्नुहुन्छ, तपाईँको संवाद नै परिवर्तन हुन्छ। तपाईँ दबाब दिन छोड्नुहुन्छ, तपाईँ जबरजस्ती गर्न छोड्नुहुन्छ, तपाईँ स्क्रिप्ट पढ्न छोड्नुहुन्छ, तपाईँ स्वाभाविक रूपमा बोल्न थाल्नुहुन्छ, किनकि तपाईँ बेच्न खोजिरहनु भएको हुँदैन, तपाईँ साझा गरिरहनु भएको हुन्छ, तपाईँ मनाउन खोजिरहनु भएको हुँदैन, तपाईँ अनुभव
सुनाइरहनु भएको हुन्छ र यही कुराले मानिसहरूको मन छुन्छ। विश्वास संक्रामक हुन्छ। जसरी डर फैलिन सक्छ त्यसरी नै विश्वास पनि फैलिन्छ। जब मानिसहरूले तपाईँको आँखामा आत्मविश्वास देख्छन्, जब उनीहरूले तपाईँको अनुभव सुन्छन्, जब उनीहरूले तपाईँको इमानदारी महसुस गर्छन्, उनीहरू विश्वास गर्न थाल्छन्। हेर्नुहोस्, किनकि मानिसहरू केवल शब्दमा सुन्दैनन्, उनीहरू ऊर्जा र विश्वास पनि महसुस गर्छन्। प्रोडक्ट भन्दा पहिले बिलिभ बेचिन्छ। हेर्नुहोस्, धेरै सेल्स पर्सनहरू प्रोडक्ट बेच्न खोज्छन्, महान सेल्स पर्सनहरू बिलिभ निर्माण गर्छन्। किनकि जब विश्वास निर्माण हुन्छ निर्णय सजिलो हुन्छ, जब विश्वास हुँदैन सबैभन्दा राम्रो प्रोडक्ट पनि कठिन हुन्छ। डाइरेक्ट सेलिङमा बिलिभको महत्त्व। डाइरेक्ट सेलिङमा तपाईँ केवल प्रोडक्टको प्रतिनिधित्व गरिरहनु भएको हुँदैन, तपाईँ एउटा ब्रान्ड, एउटा भिजन, एउटा अपर्च्युनिटी र एउटा लाइफस्टाइलको प्रतिनिधित्व गरिरहनु भएको हुन्छ। त्यसैले यदि तपाईँ आफै विश्वस्त हुनुहुन्न भने अरूलाई विश्वस्त बनाउन गाह्रो हुन्छ। हेर्नुहोस्, तर यदि तपाईँ आफै साँचो रूपमा विश्वास गर्नुहुन्छ भने तपाईँको प्रेजेन्स नै शक्तिशाली बन्छ। याद राख्नुहोस्, विश्वास बिना प्रेजेन्टेसन कमजोर हुन्छ, विश्वास बिना कम्युनिकेसन कमजोर हुन्छ, विश्वास बिना लिडरसिप कमजोर हुन्छ, तर विश्वास भएको व्यक्तिको साधारण शब्द पनि प्रभावशाली हुन सक्छ। हेर्नुहोस्, त्यसैले सफल सेल्सको सुरुवात प्रोडक्टबाट होइन, बिलिभबाट हुन्छ। फर्स्ट बिलिभ देन स्पिक, फर्स्ट एक्सपिरियन्स देन सेयर, फर्स्ट ट्रस्ट देन इन्स्पायर अदर्स टु ट्रस्ट। किनकि मानिसहरूले तपाईँले बोलेको शब्दहरू मात्र किन्दैनन्, उनीहरूले तपाईँको विश्वास पनि किन्छन्। जब विश्वास वास्तविक हुन्छ, सेल्स स्वाभाविक हुन्छ। यदि तपाईँ आफ्नो प्रोडक्ट, कम्पनी र अपर्च्युनिटीमा आफैसँग विश्वास गर्नुहुन्न भने संसारलाई विश्वास गराउन गाह्रो हुन्छ। तर जब तपाईँको विश्वास अनुभवमा आधारित हुन्छ, तपाईँले बेच्नु पर्दैन, तपाईँको आत्मविश्वासले नै बोल्न थाल्छ। द सिम्पल सक्सेस फर्मुला इन डाइरेक्ट सेलिङ। हेर्नुहोस्, तपाईँ डाइरेक्ट सेलिङमा सफल हुनको लागि म तपाईँलाई एउटा सिम्पल सूत्र दिन्छु। हेर्नुहोस्, धेरै मानिसहरू डाइरेक्ट सेलिङ सुरु गर्दा एउटा प्रश्न सोध्छन्, सफल हुन वास्तवमा के गर्नुपर्छ? के कुनै गोप्य रहस्य छ? के कुनै विशेष प्रतिभा चाहिन्छ? के केवल केही भाग्यमानी मानिसहरू मात्र सफल हुन्छन्? उत्तर हो होइन। हेर्नुहोस्, वास्तवमा डाइरेक्ट सेलिङमा सफल सूत्र धेरै सरल छ। जटिल योजना होइन, सही कदमहरूलाई निरन्तर दोहोऱ्याउनु पर्छ। हेर्नुहोस् है, आज हामी डाइरेक्ट सेलिङको एउटा सरल र शक्तिशाली सक्सेस फर्मुला बुझ्नेछौँ। नम्बर 1 मा छ उत्पादन प्रयोग गर्नुहोस्। तपाईँ उत्पादन प्रयोग नगरी डाइरेक्ट सेलिङमा सफल हुँदैन। एक्सपिरियन्स क्रिएट्स मोर कन्फिडेन्स। मैले अघि नै भनिसकेँ, डाइरेक्ट सेलिङमा सबैभन्दा पहिले सुरु हुने ठाउँ भनेको प्रोडक्ट हो। हेर्नुहोस्, यदि तपाईँ आफैले प्रोडक्ट प्रयोग गर्नुभएको छैन भने तपाईँको कुरा जानकारीमा आधारित हुन्छ, तर अनुभवमा आधारित हुँदैन। हेर्नुहोस्, जब तपाईँ प्रोडक्ट प्रयोग गर्नुहुन्छ, तपाईँ परिणाम महसुस गर्नुहुन्छ, तपाईँ वास्तविक अनुभव प्राप्त गर्नुहुन्छ र अनुभवले विश्वास जन्माउँछ, विश्वासले आत्मविश्वास जन्माउँछ, आत्मविश्वासले प्रभाव सिर्जना गर्दछ। हेर्नुहोस्, त्यसैले युज फर्स्ट, एक्सपिरियन्स फर्स्ट देन सेयर है। युज इट, फिल इट, सेयर इट भन्छ नि। किनकि मानिसहरू विज्ञापनभन्दा अनुभवलाई बढी विश्वास गर्छन्। अर्को छ 2 मा उत्पादन सम्बन्धी ज्ञान सिक्नुहोस्। अब नलेज बिल्ड गर्नुहोस्, क्रेडिबिलिटी बनाउनुहोस्। हेर्नुहोस्, विश्वास मात्र पर्याप्त हुँदैन, ज्ञान पनि आवश्यक हुन्छ। तपाईँले आफ्नो प्रोडक्टको बारेमा स्पष्ट रूपमा जान्नु पर्दछ। उदाहरणका लागि यसको मुख्य बेनिफिट्स के हो, के इन्ग्रेडियन्ट छ यो प्रोडक्टमा, कसरी प्रयोग गर्ने हो, कसको लागि उपयोगी छ, यसले कुन समस्या समाधान गर्न मद्दत गर्दछ। जब तपाईँ नलेज हासिल गर्नुहुन्छ नि, तपाईँको कम्युनिकेसन स्पष्ट हुन्छ, मानिसहरूलाई जवाब दिन सजिलो हुन्छ र तपाईँको क्रेडिबिलिटी बढ्छ। याद राख्नुहोस्, कन्फिडेन्स विदाउट नलेज इज विक, नलेज विथ कन्फिडेन्स इज पावरफुल। अर्को 3 नम्बरमा तपाईँलाई स्टेप छ कम्युनिकेसन स्किल छ। हेर्नुहोस्, कम्युनिकेसन स्किल सुधार गर्नुहोस्। पिपुल बाई थ्रु कम्युनिकेसन। डाइरेक्ट सेलिङमा प्रोडक्ट महत्त्वपूर्ण छ, तर प्रोडक्टको मूल्य कसरी प्रस्तुत गर्ने भन्ने कुरा अझ महत्त्वपूर्ण छ। त्यसैले कम्युनिकेसन स्किल विकास गर्नु आवश्यक हुन्छ। सिक्नुहोस् कसरी स्पष्ट बोल्ने, कसरी ध्यान दिएर सुन्ने, कसरी प्रेजेन्टेसन गर्ने, कसरी स्टोरी टेलिङ गर्ने, कसरी प्रश्न सोध्ने। महान सेल्स पर्सनहरू सधैँ धेरै बोल्ने मानिसहरू हुँदैनन्, उनीहरू प्रभावकारी रूपमा कम्युनिकेट गर्ने मानिसहरू हुन्छन्। अर्को स्टेप 4 मा म तपाईँलाई के सिकाउँछु भन्दाखेरि सम्बन्ध निर्माण गर्नुहोस्, रिलेसनसिप क्रिएट गर्नुहोस्। रिलेसनसिपले बिजनेस बनाउने हो। व्यवसाय केवल प्रोडक्टमा निर्माण हुँदैन, व्यवसाय विश्वासमा निर्माण हुन्छ र विश्वास सम्बन्धबाट जन्मिन्छ। मानिसहरूले प्राय कसरी किन्छन्? हेर्नुहोस्, कसबाट किन्छन्? जसलाई उनीहरू चिन्छन्, जसलाई उनीहरू मन पराउँछन्, जसलाई उनीहरू विश्वास गर्छन्। त्यसैले डाइरेक्ट सेलिङमा रिलेसनसिप बिल्डिङ अत्यन्त महत्त्वपूर्ण हुन्छ। मानिसहरूलाई सम्मान गर्नुहोस्। हेर्नुहोस्, उनीहरूको कुरा सुन्नुहोस्, उनीहरूको आवश्यकता बुझ्नुहोस्, उनीहरूको दीर्घकालीन सम्बन्ध निर्माण गर्नुहोस्। किनकि पिपुल मे फर्गेट what you said but they rarely forget
हाउ यु मेड देम फिल हेर्नुहोस् है। अब नम्बर स्टेप 5 मा म तपाईँलाई सिकाउँछु निरन्तरता कायम राख्नुहोस्, कन्सिस्टेन्सी क्रिएट मोमेन्टम हेर्नुहोस्। यो सबैभन्दा महत्त्वपूर्ण चरण हो। धेरै मानिसहरू उत्साहका साथ सुरु गर्छन् तर केही दिनपछि रोकिन्छन्। सफल मानिसहरू र असफल मानिसहरूको बीच ठुलो फरक प्रतिभा होइन, कन्सिस्टेन्सी हो हेर्नुहोस्। सफलता एक दिनमै आउँदैन, एक प्रेजेन्टेसनले जीवन परिवर्तन गर्दैन हेर्नुहोस्, एक मिटिङले करियर परिवर्तन गर्दैन, तर दैनिक साना प्रयासहरूले ठुलो परिणाम दिन्छन् हेर्नुहोस्। हरेक दिन केही नयाँ सिक्नुहोस्, केही मानिसहरूसँग कुरा गर्नुहोस्, केही सम्बन्ध निर्माण गर्नुहोस्, आफ्नो स्किल सुधार गर्नुहोस्। यही निरन्तरताले मोमेन्टम सिर्जना गर्ने हो र मोमेन्टमले परिणाम ल्याउँछ हेर्नुहोस्। सम्पूर्ण सूत्र एकै लाइनमा म तपाईँलाई भन्छु, डाइरेक्ट सेलिङ सक्सेस फर्मुला युज गर्नुहोस्, लर्न गर्नुहोस्, कम्युनिकेट गर्नुहोस्, बिल्ड रिलेसनसिप गर्नुहोस् र स्टे कन्सिस्टेन्सी रहिरहनुहोस्। उत्पादन प्रयोग गर्नुहोस्, ज्ञान हासिल गर्नुहोस्, सञ्चार क्षमता विकास गर्नुहोस्, सम्बन्ध निर्माण गर्नुहोस्, निरन्तरता लागिरहनुहोस्। यति सरल यति शक्तिशाली फर्मुला छ हेर्नुहोस्। डाइरेक्ट सेलिङमा सफलता कुनै जादु होइन, यो कुनै सर्टकट होइन, यो कुनै भाग्यको खेल पनि होइन, यो सही कामहरूलाई बारम्बार गर्ने प्रक्रिया हो हेर्नुहोस्। जब तपाईँ प्रोडक्टमा विश्वास गर्नुहुन्छ, ज्ञान प्राप्त गर्नुहुन्छ, कम्युनिकेसन सुधार गर्नुहुन्छ, रिलेसनसिप निर्माण गर्नुहुन्छ र कन्सिस्टेन्ट रहनुहुन्छ, सफलता केवल सम्भावनामा मात्र रहँदैन, सफलता परिणाम बन्न थाल्छ। स्मल डेली एक्सन क्रिएट एक्स्ट्रा अर्डिनरी लङ टर्म रिजल्ट भन्छ नि। सक्सेस इन डाइरेक्ट सेलिङ इज नट अबाउट बिङ पर्फेक्ट, इट अबाउट बिङ कन्सिस्टेन्ट। तपाईँ कन्सिस्टेन्ट रहिरहनु पर्यो। जो व्यक्ति सिक्न छोड्दैन, सम्बन्ध बनाउन छोड्दैन र निरन्तर अगाडि बढिरहन्छ त्यही व्यक्ति सफल हुन्छ। डाइरेक्ट सेलिङमा सफल हुन 5 वटा कुरा मात्र चाहिन्छ हेर्नुहोस्। प्रोडक्ट प्रयोग गर्नुहोस्, प्रोडक्ट सिक्नुहोस्, राम्रोसँग बोल्न सिक्नुहोस्, मानिसहरूसँग सम्बन्ध बलियो बनाउनुहोस् र निरन्तर लागिरहनुहोस्। यदि तपाईँ यी 5 कुरामा मास्टर हासिल गर्नुभयो, मास्टरी गर्नुभयो भने सफलता समयको कुरा मात्र होइन हेर्नुहोस्। द डिफरेन्स बिट्विन बायर्स एन्ड बिजनेस बिल्डर्स। अब खरिद गर्ने मान्छे र बिजनेस गर्ने मान्छेको हामी के गरौँ त, फरक हेर्नुहोस् है। अब एउटा अत्यन्तै महत्त्वपूर्ण सोचको कुरा गरौँ। संसारका लगभग सबै मानिसहरू ग्राहक बायर हुन् हेर्नुहोस्, ग्राहक हुन्। उनीहरू हरेक दिन उत्पादनहरू किन्छन्, उनीहरू खाना किन्छन्, चिया किन्छन्, स्किन केयर प्रोडक्ट किन्छन्, पर्सनल केयर प्रोडक्ट किन्छन्, हाउस होल्ड प्रोडक्ट किन्छन् र यो प्रक्रिया वर्षौँसम्म चलिरहन्छ। यसमा कुनै गलत कुरा छैन हेर्नुहोस्, किनकि हामी सबै कुनै न कुनै रूपमा कन्ज्युमर हौँ। तर केही मानिसहरूले एउटा फरक प्रश्न सोध्छन् हेर्नुहोस्, यदि मानिसहरूले यी उत्पादनहरू दैनिक रूपमा किनिरहेका छन् भने किन म केवल ग्राहक बनेर बस्ने त, किन यो प्रोडक्ट बजारमा अवसर निर्माण नगर्ने? यही एउटा प्रश्नले साधारण सोच र उद्यमशील सोच अन्टरप्रेनल थिङ्किङ बीचको फरक सिर्जना गर्छ। बायरको सोच कस्तो हुन्छ भन्दाखेरि बायरको मुख्य उद्देश्य आवश्यकता पुरा गर्नु हो हेर्नुहोस्। आवश्यकता पुरा गर्छ, उसको सिद्धिन्छ, उसले उत्पादन किन्छ, प्रयोग गर्छ, फेरि किन्छ, फेरि प्रयोग गर्छ र यो चक्र उसको यो सर्कल के गर्छ त, निरन्तर चलिरहन्छ। ऊ बजारको हिस्सा हुन्छ तर बजारबाट प्रत्यक्ष अवसर निर्माण गर्दैन। अब बिजनेस बिल्डरको सोच कस्तो हुन्छ भन्दाखेरि बिजनेस बिल्डरले पनि उत्पादन प्रयोग गर्छ, नगर्ने होइन, तर उसले अर्को कुरा देख्छ हेर्नुहोस्। उसले मार्केटमा डिमान्ड देख्छ, उसले ठुलो मार्केट देख्छ, उसले ठुलो अवसर अपर्च्युनिटी देख्छ। ऊ सोच्न थाल्छ यदि लाखौँ मानिसहरूले हरेक दिन यस्ता उत्पादनहरू प्रयोग गरिरहेका छन् भने यसभित्र कति ठुलो सम्भावना छ त। त्यसपछि ऊ केवल उपभोगकर्ता मात्र होइन, कन्ज्युमर मात्र रहँदैन, ऊ भ्यालु क्रिएटर र बिजनेसम्यान बन्न थाल्छ। खर्च गर्ने कि अब निर्माण गर्ने है। बायरले पैसा खर्च गर्छ, बिजनेस बिल्डरले मूल्य सिर्जना गर्छ, बिजनेसले उत्पादन प्रयोग गर्छ, बिजनेस बिल्डरले उत्पादन सँगसँगै सम्बन्ध, टिम र अवसर निर्माण गर्छ हेर्नुहोस्। बायरले केवल आफ्नो आवश्यकता पुरा गर्दछ, बिजनेस बिल्डरले अरूको आवश्यकता पुरा गर्दै इन्कम निर्माण गर्ने गर्दछ हेर्नुहोस्। टिम बिल्डिङको शक्ति अब कतिको ठुलो छ त्यो हेर्नुहोस्। बिजनेस बिल्डरको सोच केवल व्यक्तिगत आम्दानीमा सीमित हुँदैन, उसले मानिसहरूलाई सिकाउँछ, मार्गदर्शन देखाउँछ, अवसर देखाउँछ र सँगसँगै अगाडि बढ्छ हेर्नुहोस्। यसरी टिम निर्माण हुन्छ र टिमसँगै ग्रोथ निर्माण हुन्छ, किनकि ठुलो सफलता कहिले एक्लैले निर्माण हुँदैन हेर्नुहोस्। एउटा सोचले जीवन परिवर्तन गर्न सक्छ। धेरै जसो सफल मानिसहरू जन्मजात फरक हुँदैनन्, उनीहरूको सोच फरक हुन्छ। उनीहरूले बजारलाई केवल खर्च गर्ने ठाउँको रूपमा हेर्दैनन्, उनीहरूले बजारलाई अवसरको रूपमा हेर्छन् र यही सोचले भविष्य परिवर्तन गर्न सक्छ। द भिजन अफ वाइब्यो ट्रेड नेपाल। अब हामी वाइब्यो ट्रेड नेपालको भिजनलाई बुझौँ। अब हामी वाइब्यो ट्रेड नेपालको भिजनको बारेमा कुरा गरौँ। कुनै पनि महान कम्पनी केवल प्रोडक्टको लागि निर्माण हुँदैन, महान कम्पनीहरू भिजनको लागि निर्माण हुन्छ, किनकि प्रोडक्टले व्यवसाय दिन सक्छ तर भिजनले आन्दोलन, मोमेन्टम निर्माण गर्छ।
भिजन प्रोडक्ट भन्दा ठुलो हुन्छ। प्रोडक्ट महत्त्वपूर्ण छ तर प्रोडक्ट अन्तिम लक्ष्य होइन। हेर्नुहोस्, यो एउटा माध्यम हो। वास्तविक भिजन भनेको मानिसहरूलाई विकास गर्न मद्दत गर्नु हो। वाइब्रेटेड नेपालको बिजनेस स्किल सिकाउनु हो। हेर्नुहोस्, लिडरसिप विकास गर्नु हो, इन्कम अपर्च्युनिटी सिर्जना गर्नु हो, कन्फिडेन्स बढाउनु हो, परिवारलाई सहयोग गर्नु हो। हेर्नुहोस्, एन्टरप्रेनरलाई प्रोत्साहन गर्नु हो। यही भिजनले साधारण व्यवसायलाई अर्थपूर्ण बनाउँछ। वाइब्रेटेड नेपालको उद्देश्य केवल उत्पादन बिक्री गर्नु मात्र होइन। उद्देश्य भनेको नेपाली मानिसहरूलाई अवसरसँग जोड्नु हो, उनीहरूलाई सिक्न, बढ्न, नेतृत्व गर्न, आत्मविश्वासी बन्न, आर्थिक रूपमा अगाडि बढ्न मद्दत गर्नु हो। हेर्नुहोस्, किनकि जब व्यक्ति विकास हुन्छ, परिवार विकास हुन्छ, जब परिवार विकास हुन्छ समाज विकास हुन्छ, जब समाज विकास हुन्छ राष्ट्र विकास हुन्छ। हेर्नुहोस् है, अब डेली युज प्रोडक्ट किन महत्त्वपूर्ण छन्? भिजनलाई वास्तविकतामा बदल्न प्र्याक्टिकल माध्यम चाहिन्छ। हेर्नुहोस्, त्यही डेली युज प्रोडक्टको भूमिका आउँछ, किनकि हरेक घरलाई साबुन चाहिन्छ, हरेक घरलाई चिया चाहिन्छ, हरेक घरलाई पर्सनल केयर प्रोडक्ट चाहिन्छ, हरेक घरलाई दैनिक उपयोग वस्तुहरू चाहिन्छ। यी उत्पादनहरू कुनै विशेष समूहका लागि मात्र होइनन्, यी लगभग हरेक परिवारका लागि आवश्यक छन् है। एभ्री होम इज पोटेन्सियल मार्केट फर वाइब्रेटेड नेपाल। यो डाइरेक्ट सेलिङको सबैभन्दा शक्तिशाली पक्षमध्ये एक हो, किनकि बजार खोज्न धेरै टाढा जानु पर्दैन। बजार हरेक घरमा छ, बजार हरेक परिवारमा छ, बजार हरेक समुदायमा छ। जहाँ आवश्यकता छ त्यहाँ सम्भावना छ, जहाँ सम्भावना छ त्यहाँ अवसर छ। संसारमा दुई प्रकारका मानिसहरू हुन्छन्। पहिलो कस्तो खालका हुन्छन् जसले जीवनभर केवल युज मात्र गर्छन्। दोस्रो कस्तो खालको हुन्छ जसले उपभोग सँगसँगै अवसर देख्न थाल्छ। हेर्नुहोस्, यही सोचले बाइयरलाई बिजनेस बिल्डरमा परिवर्तन गर्छ र वाइब्रेटेड नेपालको भिजन यही हो। मानिसलाई केवल प्रोडक्टसँग होइन, ग्रोथ, लिडरसिप, कन्फिडेन्स, एन्टरप्रेनरसिप र अपर्च्युनिटीसँग जोड्नु हो। हेर्नुहोस्, किनकि ग्रेट बिजनेस डज नट only sell product, they help people build better lives. र every home that use daily product is not just a customer, it's a potential opportunity for growth, service and entrepreneurship. जब भिजन ठुलो हुन्छ प्रोडक्ट केवल सुरुवात बन्छ। हेर्नुहोस्, साधारण मानिसहरूले बजारमा खर्च मात्र देख्छन्, उद्यमशीलता मानिसहरूले त्यही बजारमा अवसर देख्छन्। वाइब्रेटेड नेपालको भिजन केवल उत्पादन बेच्नु होइन, नेपालको परिवारलाई विकास, नेतृत्व, आत्मविश्वास र उद्यमशीलताको यात्रामा जोड्नु हो। किनकि हरेक घर जहाँ आवश्यकता छ त्यही अवसर पनि छ। हेर्नुहोस्, जहाँ आवश्यकता छ त्यहाँ अवसर छ है। अब तपाईँ सेल त गर्नुभयो तर सेलिङ प्रेसरले नगर्नुहोस्। सेलिङ भनेको एउटा सर्भिस हो, बिक्री दबावले होइन है, सेवा हो एउटा। अब आजको सेसनको अन्त्यतिर पुग्दै गर्दा म तपाईँलाई एउटा महत्त्वपूर्ण सन्देश दिन चाहन्छु। धेरै मानिसहरू सेल्स सुन्न साथ असहज महसुस गर्न थाल्छन्। उनीहरू सोच्छन् सेल्स भनेको मानिसलाई जबरजस्ती गर्नु होइन र सेल्स भनेको दबाब दिनु हो, सेल्स भनेको बारम्बार अनुरोध गर्नु हो, सेल्स भनेको मानिसलाई मन नपरेको कुरा बेच्नु हो। तर वास्तविकता बिल्कुल फरक छ। साँचो सेल्स कहिले दबाब होइन, साँचो सेल्स कहिले जबरजस्ती होइन, साँचो सेल्स कहिले धोका होइन। हेर्नुहोस्, किनकि सेल्स भनेको सर्भिस हो, सेल्स भनेको सल्भिङ प्रब्लम हो, सेल्स भनेको अपर्च्युनिटी क्रिएट गर्ने हो। यदि सेल्स नभएको भए एकछिन कल्पना गर्नुहोस्, यदि कसैले प्रोडक्ट मानिसहरूसम्म पुर्याउने प्रयास नगरेको भए, यदि कसैले नयाँ समाधानको बारेमा जानकारी नदिएको भए, यदि कसैले अवसरको ढोका नखोलेको भए, के व्यवसायहरू टिक्न सक्ने थिएनन्? के उत्पादनहरू मानिसहरूसम्म पुग्ने थिएनन्? के रोजगार सिर्जना हुने थिएन? हेर्नुहोस्, के अर्थतन्त्र चल्दैन थियो? हेर्नुहोस्, त्यसैले सेल्स संसार चलाउने महत्त्वपूर्ण शक्तिशाली माध्यम हो। हेर्नुहोस् है, सेल्सको वास्तविक अर्थ सेल्स भनेको केवल अनावश्यक कुरा थोपार्नु होइन, सेल्स भनेको आवश्यक मानिसहरूलाई सही समाधान देखाउनु हो। सेल्स भनेको समस्या देखेर समाधान प्रस्तुत गर्नु हो। सेल्स भनेको मानिसलाई राम्रो विकल्पबारे जानकारी दिनु हो। सेल्स भनेको मूल्य, भ्यालु र आवश्यकता, निडलाई जोगाउनु हो। हेर्नुहोस्, जब तपाईँ कसैलाई उपयोगी कुरा बताउनुहुन्छ त्यो सेवा हो। जब तपाईँ कसैको समस्या समाधान गर्न मद्दत गर्नुहुन्छ त्यो सेवा हो। जब तपाईँ कसैलाई अवसर देखाउनुहुन्छ त्यो सेवा हो। र यही नै साँचो सेल्स हो। सेलिङ इज लाइफ। आजको सम्पूर्ण सेसनको सारा एउटा वाक्यमा भन्नुपर्दा सेलिङ इज कम्युनिकेसन, किनकि तपाईँले आफ्नो विचार व्यक्त गर्नुपर्दछ। सेलिङ इज लिडरसिप, किनकि तपाईँले मानिसहरूलाई प्रेरित गर्नुपर्दछ। सेलिङ इज कन्फिडेन्स, किनकि तपाईँले आफूमाथि विश्वास गर्नुपर्छ। सेलिङ इज बिजनेस, किनकि कुनै पनि व्यवसायमा बिक्री बिना टिक्न सकिँदैन। हेर्नुहोस्, सेलिङ इज लाइफ, किनकि जीवनको हरेक क्षेत्रमा हामी विचार, विश्वास, मूल्य र अवसर आदान प्रदान गरिरहेका हुन्छौँ। सेल्स मास्टरी भनेको अपर्च्युनिटी क्रिएसन हो। बिक्रीमा मास्टर भएका मानिसहरूको सबैभन्दा ठुलो शक्ति के हो त?
उनीहरू अवसर पर्खदैनन्, उनीहरू अवसर सिर्जना गर्छन्, उनीहरू जहाँ गए पनि सम्बन्ध निर्माण गर्न सक्छन्, उनीहरू जहाँ गए पनि विश्वास निर्माण गर्न सक्छन्, उनीहरू जहाँ गए पनि मूल्य सिर्जना गर्न सक्छन्। हेर्नुहोस्, र जहाँ मूल्य सिर्जना हुन्छ त्यहाँ अवसर जन्मिन्छ। त्यसैले सेल्स स्किल भएको व्यक्ति केवल एउटा कम्पनीमा सीमित हुँदैन, उनीसँग जीवनभर काम लाग्ने क्षमता हुन्छ। हेर्नुहोस्, आजको सेसनपछि एउटा कुरा कहिले नबिर्सिनुहोस्, बिक्री गर्न लाज मान्नु पर्दैन, किनकि जब तपाईँ इमान्दारीका साथ सेवा दिनुहुन्छ, जब तपाईँ मूल्य प्रदान गर्नुहुन्छ, जब तपाईँ समस्या समाधान गर्नुहुन्छ, तब तपाईँ बेचिरहनु भएको मात्र हुँदैन, तपाईँ कसैको जीवन सकारात्मक परिवर्तन ल्याइरहनु भएको हुन्छ। द बेस्ट सेल्स पिपुल आर नट दोज हु सेल द मस्ट, दे आर दोज हु हेल्प द मस्ट। When you stop focusing on selling and start forcing on service, sales become natural. र अन्ततः सेल्स इज नट प्रेसर, सेल्स इज सर्भिस, सेलिङ इज नट talking from people, sell is helping people, selling is not about product, selling is about improving lives। हेर्नुहोस्, यही सेल्सको शक्ति हो, यही बिजनेसको शक्ति हो, र यही अवसरले साधारण मानिसहरूलाई असाधारण भविष्यतर्फ लैजान सक्छ। आज यहाँबाट जाँदा आफूलाई केवल ग्राहकको रूपमा नहेर्नुहोस्, आफूलाई एक कम्युनिकेटर, एक लिडर, एक प्रब्लम सर्भर र एक अपर्च्युनिटी क्रिएटरको रूपमा हेर्नुहोस्, किनकि सेलिङ दबाब होइन, सेलिङ सेवा हो, सेलिङ व्यवसाय होइन, सेलिङ जीवन बदल्ने सिप हो। हेर्नुहोस्।